다들인데, अ, सर्वप्रथम आज यो अ, सञ्जालबाट हेरिरहनु हुने सम्पूर्ण अनि गुम्बाका भिक्षुहरू त्यसै गरी अ, खेम्बो त्यस्तै गरी विभिन्न भिक्षु सङ्घहरूमा त्यस्तै गरी अब यो भिक्षुणीहरू त्यस्तै गरी यो सबै दिशाबाट हेर्नुहुने सम्पूर्ण बौद्ध मार्गी त्यस्तै गरी अनि टिबेटमा रहनुहुने मेरा सबै अनि आफन्तहरूलाई अनि सुस्वास्थ्यको कामना र टासी तिलक म पस्काउन चाहन्छु सबैलाई टासी तिलक। आज 8औं दिन रहेको छ, 8औं कर्म भएको अनि यो जीवनी कथा होइन मुक्ति कथाको अनि यसको जीवनी मुक्ति कथा बताउने क्रममा अनि यसमा चाहिँ आज 8औं दिन रहेको छ र 8औं अनि साङ्गे पल्टुपद्वारा यो अनि साङ्गे पल्टुपद्वारा यसको अब विषय 2 प्रकार राखिएको छ। एउटा चाहिँ के हो त भन्दाखेरि ध्यानको अवस्थामा अब साटोपाटो गर्ने ध्यान, त्यसपछि अब अर्को चाहिँ अब यो ध्यान पश्चात अनि विभिन्न विपत्तिहरू विभिन्न प्रतिकूल चाहिँ नि मार्गमा लाने अनि यसरी विभिन्न 2 प्रकारको विषयमा नि दोस्रोमा चाहिँ अब उप 10वटा विषयहरू छन्, त्यो मध्येमा पनि हामीले अब 5औं विषय पनि अब बताइसकेँ। आज चाहिँ अब 6औं आज अब यो 7औं रहेको छ। अधिकतम चित्त चाहिँ अब मार्गमा लाने विषय रहेको छ। यसले के बताउँछ त भन्दाखेरि आकाशले ढाकिएका सम्पूर्ण समस्त प्राणीहरूलाई पनि परम बुद्धको भूमिमा हित हुने लगाउनको बाहेक निम्न तहको तल्लो तहको स्थायी लाभहरू र अनि थेरवादको मार्गमा कहाँ लाउँछ र, यो पनि म यसलाई एउटा राम्रो कामको रूपमा सोच्दछु भन्ने यसरी उहाँले बताउनु भएको छ 16औं श्लोकमा। अब यसको टिप्पणी गर्ने अब गुरु अब एउटा गुरु हुनुभएको छ, यसको जुन लेक्सेमाको विषयमा टिप्पणी गर्ने व्याख्या गर्ने गुरु एकजना हुनुहुन्छ, तर पनि यसको त के हो अनि यसको चाहिँ के हो त भित्र कोहीमा विस्तारमा कोहीमा चाहिँ अब संक्षिप्तमा लेखिएको विभिन्न कुराहरू छ यसमा। अब यो जुन पाउने यो लिपिहरू चाहिँ जुन डेभुङबाट पाएको चाहिँ अब अनि अब यो वाराणसीबाट यो पाण्डुलिपिबाट छापेको थियो, फोटोकपी गरेको थियो, त्यहाँदेखि अब उहाँले छापखाना त्यहाँदेखि गरेर अब छापियो अनि त्यहीबाट अब मलाई अब प्राप्त भयो, जुन रेग्मी दोर्जेलाई दिएको थियो त्यहाँदेखि मलाई प्राप्त भयो यो। अब यो यसको अब लेक्चेमाको टिप्पणी गर्ने गुरु एउटै नै हो, तर पनि भित्रको अनि सारमा होइन कुनैमा अब विस्तारमा कुनैमा अब संक्षिप्तमा यसरी 2 प्रकार विभिन्न लेखिएको छ होइन। यसको यो मूल श्लोकमा नि अब अलिकता फरक रहेको छ। यो मैले अहिले तपाईँहरूलाई मूल श्लोक देखाइरहेको चाहिँ के हो त भन्दाखेरि अब यो जुन अब मेग्यु दोर्जेको मुख्य अब उहाँको प्रवचनको भण्डारभित्र रहेको त्यहाँदेखि अब लिएको मैले श्लोक हो यो। अनि भविष्यमा चाहिँ यसलाई जुन यसको बौद्ध मार्गीहरूले यसको अब जुन कैज्यूपाहरूले यसको चाहिँ अब अनुसन्धान गर्नुपर्ने, यसको परीक्षण गर्नुपर्ने होइन, विश्लेषण गरेर यसको शुद्धताहरू के हो यसरी अब हामीले छुटाउनु पर्ने अत्यन्त जरुरी देख्दछु।
यो श्लोकको लेक्चेमाको अब 16औं श्लोकले अब के बताएको छ त भन्दाखेरि यसको मुख्य मतलब के हो त माने के हो भन्दाखेरि अब यो संसारको गहिराईले अब हामीले खनाएर यसरी अब एक किसिमको कोट्याएर हेर्नु सकेन भने हैन अनि अब हामीले साधारण अब भगवान र मनुष्यको अब विभिन्न ऐश्वर्य अब सम्पत्ति प्राप्त भए तापनि अब सुख शान्ति वैभव जे भए अनि जे प्राप्त भए तापनि आफूले के हो त आफ्नो इच्छा इरादा पूरा गर्न सक्दैनौ यो नुन लागेको पानी जस्तै यसको प्यास कहिले पनि अब हामीले मेटाउन सक्दैन अब मिग्यु दोर्जे हो भने चाहिँ किसिम के हो त भन्दाखेरि उहाँ चाहिँ अब उहाँ कर्मपा मिग्यु दोर्जेसँग चाहिँ अब अवलोकनेश्वर बराबरको संकल्प साहस एउटा दयामाया करुणाको एउटा सागर थियो हैन अब उहाँको सबैभन्दा ठुलो अब उदाहरणको एउटा नामको अब भनौँ न एउटा उहाँको विशेष जीवनमा एउटा जीवनको एउटा मोड एउटा उद्देश्य एउटा कहिले एक किसिमको अब कहिले अब एक बाटोमै हिँडिरहने कहिले नबदलिने के थियो त भन्दाखेरि अब मन शुद्ध सफा मन थियो शुद्ध मनसाय थियो त्यो पहिले कदम्पा अब घेसे तम्बा अर्थात् अनि अहिले भन्नुभयो कि अनि अदिशा गुरुहरूले पनि भन्नुभयो होइन अदिशा गुरुहरू अनि घेसे कदम्बाहरूले पनि के भन्नुभयो भन्दाखेरि अब यो थेरावाद जुन हिनायानको विभिन्न यो मोक्षहरूलाई उपशान्तिहरूलाई अब उहाँले प्रशंसा गर्नु नहुन्थ्यो प्रशंसा गर्नु नहुन्थ्यो त्यसै कारणले गर्दा अब किनकि थेरावादको विभिन्न मुक्तिबाट अब संसारको दुःखलाई अब जरादेखि नै मुक्ति अब संसारको दुःखलाई जरादेखि नै उखाल्न नसक्थ्यो त्यही कारणले कदम्ब गुरु लगायतका विभिन्न अब आदिशा गुरुहरूले पनि प्रशंसा गर्नु नहुन्थ्यो जुन थेरावादको मुक्तिलाई मुक्ति मार्गलाई हैन त्यही कारणले गर्दाखेरि अब अनि क्षणिक हैन मिग्यु दोर्जेले चाहिँ अब क्षणिकको सुख शान्ति वैभव सुख शान्ति सम्पत्तिले कहिले पनि प्रशंसा र तारिफ गर्नु नहुन्थ्यो किनकि यो दुःखले नै लपेटिएको दुःखको घुम्टोले छोपिरहेको हुँदाखेरि त्यसलाई चाहिँ कहिले पनि अब यो प्रशंसा गर्नु नहुन्थ्यो दुःखको सबै संसारको सबै सम्पत्तिहरूलाई जुन त्यसलाई उपभोग गर्ने प्राणीहरूलाई दया जाग्नु हुन्थ्यो बिचरा सत्यता र वास्तविकता देखिएको छैन यो सानो सुखमय मन ढाकिरहेको छ हैन त्यसमै अब मन डुबिरहेको छ त्यसमै घुमिरहेको छ भौतरिरहेको छ भने यसरी प्राणीहरूलाई झन् बोधिसत्व लगायत मिग्यु दोर्जेले यसरी दयामाया करुणा जाग्नु हुन्थ्यो करुणाले निगाह गर्नुहुन्थ्यो अब सामान्यमा मिग्यु दोर्जेको जीवनकालमा तिब्बती समाजमा अब केही मानिसहरू हैन जसले आफू धेरै परोपकारी अरूलाई हितकार अरूलाई फलिफाप गर्ने थिए भने अब हैन अब मानिसहरूलाई धेरै अब दान दिने त्यस्तो मान्छे अब छ भन्ने अब धेरै नै अब बनावटमा फैलिएको थियो हैन आफ्नो जीवन र हैन आफ्नो जे जस्तो भए तापनि के हो त ती मानिसहरूले आफ्नो जीवन र स्वास्थ्य वा आफ्नो सम्पत्ति र शक्ति घुमाउनबाट जोगाउन हैन अब धेरै आफ्नो महत्त्वपूर्ण अब ठान्थ्यो जुन के हो त आफ्नो पद प्रतिष्ठा इज्जत सम्पत्ति एउटा यसलाई चाहिँ एकदम महत्त्वपूर्ण ठान्दथ्यो हैन हैन अनि अरू त्यस्तो सोच हुने मान्छेहरूले फेरि के हो त म अनि जुन अब आफ्नो नाम पद प्रति अब सोच अब ज्यादा इरादा भएको मान्छेहरूले के हो त अब गुम्बाहरूमा अब भिक्षुहरूलाई अनि भिक्षुहरूको लागि अब लत्ता कपडा अब अनि विभिन्न भिक्षुहरूको लागि हैन विभिन्न खाद्य पदार्थहरू हैन अनि अब लत्ता कपडाहरू विभिन्न अब यसरी अब दान गर्थ्यो हैन
अब जुन दानहरूको लागि होइन के हो त भन्दाखेरि अब जुन आफूले खाने बस्ने मौका नभए गुम्बामा यसरी अब दान गर्थ्यो होइन, विभिन्न पूजाआजा गर्थ्यो होइन, यसरी महत्त्वपूर्ण ठान्थ्यो र दिनरात प्रयोजकहरू खोज्ने र आफ्नै खाना कपडाको खातिर कहिलेकाहीँ खाने वा पिउने प्रयोग गर्ने समय बिना उनीहरू हतार गर्थे जुन दान गर्नु होइन। तिनीहरूको मानव जीवन कसैले भने कि उनीहरूले अब अब यसरी जुन अब एउटा दान गर्नु कारण के हो त भन्दाखेरि होइन, किन त भन्दा उनीहरूले के भन्यो भन्दाखेरि यो जीवन भन्दा पनि अब पछिल्लो जीवन एकदम गाह्रो छ, पछि अब नरक लोक, प्रेत लोक, पशु लोकमा अब दुर्गतिमा पर्यो भने अब हामी अविच्छिन्न दुःखमै अल्झिरहन्छौँ। त्यहाँदेखि अब हामी बस्नुपर्छ भने त्यो नरकको, प्रेतको, पशुको अब भनौँ अब डर देखेर त्यहाँदेखि अब मुक्त हुनुको लागि अब भयभीत भएर अनि के हो त नि प्राणी हित गर्ने होइन, अनि प्राणी हित गर्ने, त्यसै गरी अब प्राणी दान गर्ने, भिक्षुहरूलाई अब दान गर्ने, यसरी गर्थ्यो। त्यो के हो त भन्दाखेरि आफ्नो सुख, आफूलाई पाउनु सुख शान्तिको लागि, आफू नरलोकमा के हो त भन्दाखेरि अब नपुग्नुको लागि, अर्थात् नजन्मियोस् भने एउटा के हो त क्षणिक सुख प्राप्त गर्नको लागि यसरी गर्थ्यो होइन। अब जुन त्यो व्यक्तिहरूले चाहिँ अब जुन अब प्राणी हितको लागि कुनै दिन रात सधैँ नै अब खट्ने, जुन अब अब भनौँ न ध्यान साधनामा एकाग्र हुने, विद्यालयमा खटिरहने बोधिसत्वहरूलाई चाहिँ फेरि कुरा लाउने, कुरा काट्ने गरेर पनि गर्ने व्यक्तिहरू पनि त्यस्तो पनि एक किसिमको त्यस्तो व्यक्तिहरू पनि थिए। यहाँ फेरि म एउटा प्राणी हितको लागि काम गर्ने, एउटा प्राणी हितलाई काम गर्ने हो भने त्यो कोही मान्छे त्यस्तो थियो, त्यस्तो पनि थियो। त्यस्तोले के काम गरिरहेको थियो त भन्दा टिबेटमा चाहिँ भोटमा अब के हो त भन्दाखेरि अब भनौँ न तिनीहरूले अब महान प्राणीहरूको लागि अब आलोचना र अपमान गर्ने पनि थियो, जसले प्राणीलाई ठुलो फाइदा पनि पुर्याएको थियो। अब जुन अब के हो त फेरि अब जुन अब भनौँ न प्राणी हितको लागि काम खटिरहने मान्छेहरू किन त गरिरहेको यसरी प्राणी बुद्धको धर्मलाई फैलिरहेको भन्दाखेरि अब त्यो मान्छेहरू चाहिँ जन्म, मृत्यु, अब बुढेसकाल, बिरामी, मृत्युको पीडालाई डराएको अनि देखेर अनि यसरी अब अनि विभिन्न मनमा तर्कहरू होइन उब्जिएको कारणले त्यहाँदेखि डराएर त्यहाँदेखि छुटकारा पाउनुको लागि अब यसरी अब अनि उनीहरूले दान, विभिन्न राम्रो कामहरू गरे होइन। अब कसैले के हो त भन्दाखेरि अब हामीले विचारको धारालाई रोक्न सक्छौँ भने हामी जन्मको क्रम रोक्न सक्छौँ। उनीहरूले भने त्यसैले तिनीहरू सोच्छन् कि यो केही खाली हो, पिच कालो शून्यता महसुस गर्न पर्याप्त हुनेछ, जुन शून्य हो भने यसरी अब एउटा केही पनि छैन होइन, दुःख पनि छैन, सुख पनि छैन भने एउटा अन्धकारमा एउटा उनीहरूले खाली रित्तोपना अब भावना गऱ्यो भने मुक्ति पाउँछ भने यसरी ठान्ने पनि धेरै छन् होइन। होइन तिनीहरू केही अब जनसङ्ख्या नभएको खाली उपत्यमा पुगेर अनि सीमित अनि शून्यतामा ध्यान गर्थे तिनीहरू। उनीहरूले आफ्ना नजिकलाई अब नजिकका सबैलाई सीमित खालीपनमा ध्यान दिनको लागि पनि उनीहरूलाई धर्ममा मद्दत गरिरहेको बताए होइन। अब यसरी अब मैले चाहिँ प्राणीहरू चाहिँ अब सत्य बाटोमा लगाइदिएको छु होइन, म शून्यता बोध गर्दैछु, म ध्यान गर्दैछु, यसरी म अब राम्रो बाटोमा गइरहेको छु भन्ने यसरी भनेर हिँड्ने होइन। अब धेरै नै थियो बोटमा, म दीर्घकालीनको लागि विचार गर्छु भन्ने अब धेरै नै थियो भन्नेवाला होइन होइन। अब विभिन्न अब फेरि सोचमा हेऱ्यो भने एउटा क्षणिक सुखलाई मात्रै सोच्ने थियो, तर मिग्यू दोर्जेले अब उहाँले चाहिँ के सोच्थ्यो भन्दाखेरि अब उहाँले आफूले सोच्नु भएन, सबै प्राणीहरू चाहिँ अब सम्यक सम्बुद्ध ज्ञान अब जसरी प्राप्त गराउनै पर्दछ होइन। होइन त्यो प्राणीहरूलाई मुक्त गराउनको लागि, सम्यक सम्बुद्ध ज्ञान पुर्याउनको लागि होइन, मैले जस्तो सुकै अब त्याग गर्नु पर्यो भने चाहे मान्छेको सुख होस्, चाहे भगवानको सुख होस्, चाहे संसारको सबै संसार ढाक्ने दौलत, ऐश्वर्य, सम्पद
सम्पदाहरू किन नहोस्, म त्याग्नु जरुरी छ हैन। त्यही कारणले जुन अनि त्यसै गरी उहाँले के भन्नुभयो भन्दाखेरि हैन, एउटा मानवको जीवन पाउनको लागि मात्रै, आफूले सुख शान्ति पाउनको लागि मात्रै अब सुख शान्ति पाउनको लागि उहाँले कहिले पनि दान गर्नु भएन। शारीरिक सुख प्राप्त गर्नुको लागि उहाँले कहिले पनि यसरी प्रवचन गर्ने लगायत विभिन्न कामहरूमा खट्नु भएन हैन। जुनमा अब जेमा सामानमा अब जेमा पनि अब आसक्ता लोभले ढाकेको हुन्छ, त्यहाँ यसो लोभले ढाक्यो भने हैन, जुनमा अब लोभ लालच छ भने जुन आफूमा त्यस्तो भएको खण्डमा आफू कहिले पनि के हो त बुद्धको ज्ञान प्राप्त गर्न सक्दैन। त्यहाँ जहिले पनि विघ्न बाधाहरू खडिरहेको हुन्छ। त्यसै कारणले एउटा सामानमा हामी राग त्यस्तै गरी आसक्ता गरिरह्यो भने हैन, फेरि हामी नराम्रो पशु मानव देव हुँदै फेरि यसरी संसारको एउटा यन्त्रमा घुमिरहने त्यस्तो अब हुँदै रहेछ। यसरी कहिले मुक्त नपाउँदो रहेछ भने यसरी अब क्षणिक सुखलाई उहाँले कहिले पनि चासो गर्नु भएन हैन हैन। अनि समय बुद्धको ज्ञान प्राप्त गर्नु लागि कुन कारण बन्छ, त्यसमा फाइदा बन्छ भने चाहिँ उहाँले खट्नुहुन्थ्यो। नत्र भने क्षणिक सुखको लागि उहाँ कहिले पनि यसरी उहाँले अर्थात् उहाँले कहिले पनि परिश्रम गर्नु नहुन्थ्यो। कहिले पनि क्षणिक सुखलाई उहाँले कहिले पनि महत्त्वपूर्ण ठान्दैनथ्यो। उहाँले धेरै अब दीर्घकालीन सोच्नुहुन्थ्यो। त्यसो सोच्दाखेरि अब मिग्यो दोर्जेलाई अब जुन 8औं कर्मफलले अब धेरै अब मिग्यो दोर्जेलाई अब धेरै नै अपमान गर्थ्यो। कसैले अब एक किसिमको के हो त भन्दाखेरि अब विरोध गर्थ्यो हैन। उहाँ अब एउटा संसारको प्राणीहरूलाई जुन अब क्षणिक सुखमा लाग्नु नसक्ने, एउटा हामीसँग एउटा राय मन नमिल्ने भने यसरी अब उहाँलाई अब विभिन्न अब अनि त्यति अब चासो गर्नु नहुन्थ्यो मिग्यो दोर्जे कसै मान्छेले। त्यही कारणले हैन, अब जुन प्राणी हितको लागि यसरी प्राणीले दया माया गरेर जुन प्राणीले चाहेको कुराहरूलाई उपभोक्ताहरू अब जुन सामानहरू प्रदान गरेर अब बुद्धको मार्गमा लगाउनुको लागि धेरै छ नि त, त्यो उहाँले जानु नहुँदो रहेछ भने यसरी अब उहाँलाई अब अपमानित गर्ने हैन। त्यसरी अब उहाँलाई अब भनौँ न एक किसिमको आलोचनाहरू गर्ने पनि थियो। त्यही कारणले सम्यक बुद्धको ज्ञानमा पुग्नको लागि मुख्य अब कारण दुई प्रकार रहेको छ। एउटा कुनै उपायहरू पुग्ने पनि छ, कुनै पनि अब प्रत्यक्ष रूपमा पुग्ने पनि छ, कुनै चाहिँ प्रत्यक्ष रूपमा नभएर अप्रत्यक्ष रूपमा अब जुन अब बुद्धको ज्ञानमा पुर्याउने कारणहरू पनि रहेको छ हैन, प्रत्याहार पनि रहेको छ हैन। त्यही कारणले मिग्यो दोर्जेले चाहिँ अप्रत्यक्षबाट जुन बुद्धको ज्ञान प्राप्त गर्नुको लागि अब जुन मान्छेहरूले गर्ने सामान्य मान्छेहरूले गर्ने चाहिँ जुन मिग्यो दोर्जे त्यसको लागि त्यति चासो गर्नु नहुन्थ्यो, त्यति उहाँले अब वास्ता गर्नु नहुन्थ्यो, महत्त्वपूर्ण नठान्थ्यो। जुन प्रत्यक्ष रूपमा सम्यक बुद्ध ज्ञानमै पुर्याउनु छ त्यस्तो प्रत्यय कारणहरूलाई चाहिँ उहाँ मिग्यो दोर्जेले के गर्थ्यो भन्दाखेरि धेरै महत्त्वपूर्ण ठान्थ्यो हैन। अब जुन अब अलिकता अनि बुद्धि ज्ञान भएको मान्छेहरूले हैन, जुन अब भनौँ न एक किसिमको कि तपाईँ अब साधनामा निपुण भएको अब विभिन्न अब यो भनौँ न जुन एउटा मान्छेले ज्वरो विभिन्न रोगले ग्रस्त भएको मान्छे जुन अब आफूले अब दबाई जुन अब औषधिमूलक राम्रोसँग गर्नु सकेन, आफूसँग अनुभव छैन भने जुन तपाईँले दिनुभएको दबाईले के हो त किसिमको फेरि निको हुनुको सट्टामा जुन जनलाई रोगलाई बढाउन सक्छ हैन, त्यस्तो हुँदछ हैन। त्यही कारणले गर्दाखेरि अब हैन तपाईँ साधनामा निपुण नभएको बोधिसत्व हुनुहुन्छ र त्यसले छ भने हैन बुद्ध र बोधिसत्वको गतिविधिले प्रतिकूल अब
असर गर्नु पनि सक्छ। भनौँ न उदाहरणको लागि अब ज्वरो लागेको व्यक्ति जतिसुकै तिर्खाएको भए तापनि अब दक्ष डर उनीहरूलाई रक्सी कहिले पनि दिँदैन हैन। अब कुनै अब डाक्टर चिकित्सक भनौँ न एक किसिमले के हो त भन्दाखेरि यो अब जुन डाक्टरले अब तिर्खा लागेको बेलामा उहाँले अब जाँड पिए रक्सी पिए, तर पनि जुन बिमार भएको मान्छे जुन अब ज्वरोले अब धेरै अब तिर्खाएको मान्छेले अब जुन अब आफूले लागेको तिर्खा प्यास मेट्ने एउटा रक्सीले जस्तो जुन बिमारीलाई त दिनु मिल्दैन हैन। त्यस्तो किसिमको अनि आफ्नो हैन। त्यही कारणले गर्दाखेरि चाहिँ अब उसलाई अब विभिन्न पिउनु खानु मन लागेको छ हैन, तर रोग लागेको मान्छे झन् त्यो बेला विभिन्न पेय पदार्थ हैन, त्यस्तै गरी अब जुन मात लाग्ने अब पदार्थ दियो भने अब उसले अक्सर गर्ने हुन्छ। त्यस्तै किसिमको प्राणी हितको लागि यसैले आफूले अनुभव नभइकन प्राणीहरूलाई राम्रो हुन्छ कि भनेर यसरी अब समयक्षम बुद्ध ज्ञानको अब भनौँ न किसिमको अब पुर्याउने छु भने यसरी तपाईँले लामो समय लाग्ने यसरी उपाय देखाउनु भयो भने त्यसले के हो त किसिमको अक्सर पनि गर्न सक्छ। त्यही कारणले मिग्यू दोर्जेले त्यसमा त्यति चासो गर्नु नहुन्थ्यो। जुन प्रत्यक्ष रूपमा छोटो समयमा समयक्षम बुद्ध ज्ञानलाई प्राप्त गर्ने कारण विषयप्रति उहाँलाई धेरै चासो गरिदिनुहुन्थ्यो। त्यो चासोले नै विभिन्न त्यही पाटोमा लागेर उहाँले प्राणी हितको कार्यलाई रच्नुहुन्थ्यो। अब यसमा यो अब 16 श्लोकभित्र मुख्य अब बुँदा के हो त सार के हो त भन्दा पनि अब के हो त भन्दाखेरि अब शब्दभित्र चाहिँ के चाहिन्छ भन्दाखेरि अब होइन हामी चाहिँ जे भए तापनि अब बुद्धको ज्ञान प्राप्त गर्नको लागि अधिकतम चित्त एउटा शुद्ध चित्त चाहिँ अवश्य चाहिन्छ भन्ने अब यसले बताउँदछ। त्यो बेला अब भनौँ न किसिमको सेम्बेन अब परहित चित्त कस्तोले भनिन्छ, अधिक चित्त कसैले भनिन्छ भन्दाखेरि हैन हैन अब यो सोलको मुख्य कुरा हाम्रो जीवनमा अब हामी कुनै कार्य अब गतिविधि गर्दैछ भने हाम्रोसँग नियत राम्रो हुनुपर्दछ। बुद्धताको स्तर प्राप्त गर्ने शुद्ध परोपकारी विद्या यो केही महत्त्वपूर्ण बुद्धहरू छ। उदाहरणको लागि हामीले राम्रो नियत र शुद्ध नियत भन्नाले के बुझिन्छ हामीले अथवा एक किसिमको भनौँ न बुद्धता प्राप्त गर्ने परोपकारी मनसय कसरी विकास गर्न सकिन्छ भने पहिला अब यो परोपकारी परहित चित्त कस्तोले भनिन्छ त भन्दाखेरि परहित चित्त हैन, परहित अरूलाई हित गर्नु हामीले धेरै सुन्यौं हैन। बिहानदेखि बेलुकासम्म गुरुजन धेरै बताउँछ, हामीले सुनिरहेको छ हैन। अब यसको सिधै बताउनु पर्दा यसको माने के हो त भन्दाखेरि आफू नभएर आफू भन्दा पनि अरू चाहिँ राम्रो भए त हुन्थ्यो हैन, अनि अरू सत्य भए त हुन्थ्यो, अरूलाई अब लाभ भए त हुन्थ्यो भन्ने सोचले अब यसको सोचले भनिन्छ। स्पष्ट रूपमा भन्नको लागि यो विचार के हो भने के म चिजहरू अन्य मानिसहरूको लागि राम्रो हुन मद्दत गर्न सक्छु, त्यसो भए हैन अब अरूलाई हित गर्ने हैन, अरूलाई फाइदा गर्ने भनेको कस्तोले भनिन्छ भन्दा त्यो आफ्नो सोच आफ्नो इरादाहरू आफ्नै रहेको छ हैन। अब कुनै मान्छे के सोच्छ त भन्दाखेरि हैन अब मलाई चाहिँ अब के हो त अलिकता भनौँ न एक किसिमको सबैको सोच आफ्नै तरिका हुन्छ र राम्रो र गलत हो भनेर फरक फरक मापदण्ड हुन्छ। कसैले धेरै पैसा हुनु राम्रो कुरा हो भने भन्छ, कोही को भनाइ छ, कसैको के हो त कसैको विचारमा चाहिँ लामो र स्वस्थ जीवन भनेकै राम्रो हो भन्ने सोच त हैन। अब कसैले के हो त भन्दाखेरि अब के हो त अब कोही मानिसहरू सोच्छ कि तिनीहरूको अब एउटा के हो त आफूलाई माथि उठाउनु अर्थात् आफ्नो टाउको माथि आफै अब राख्नु सक्षम होइन, आफ्नो पैतालामा आफू उभिनु सक्ने त्यस्तोलाई भने भन्छ हैन। विभिन्न सोच्ने विभिन्न विचार विमर्श गर्नेमा भर पर्दछ।
यो विभिन्न सोचहरू विभिन्न अब यो सोच्ने कला विभिन्न हुनुको कारण के हो त भन्दाखेरि हैन हाम्रो हैन त्यही कारण आफू पनि सोच्ने तरिकाहरू छ यसमा आफ्नै कर्मले आफ्नै अब जीवनहरू भोगिरहेको हुँदाखेरि होइन अब कतिपयले अब देवता ऋषि वा त्यस्तो केही बन्नु नै राम्रो हो भने पनि छन् त्यही कारणले कुनै पनि अवस्थामा सबैले यसको बारेमा सोच्ने आफ्नै तरिका छ यसको मुख्य कारण के हो भने सबैभन्दा महत्त्वपूर्ण सबैभन्दा राम्रो के हो भन्ने बारे मानिसहरूमा विभिन्न विचारहरू छन् एउटा व्यक्तिले जे राम्रो देख्छ अरूले राम्रो देख्नुपर्छ भन्ने केही पनि छैन हैन यसरीले अब पृथ्वीमा सबैभन्दा अब ध्यानी व्यक्तिको मानिसहरूको अब अरू मानिसहरूको लागि सबैभन्दा ठुलो उत्तम काम गर्ने तरिका उनीहरूलाई धनी बनाउनु हो भन्ने सोच्छन् हैन उदाहरणको लागि अब आजका अब अधिकांश आमा बुवाले आफ्नो जीवनमा हैन अब कुनै अब विशेष विरासत अब छोड्न सक्षम छैनन् हैन अब आफूले अब गर्नु नसक्ने कामहरू आफ्नो बाबुआमाले गर्नु नसकेको काम आफ्नो अनि सोचेको जस्तो नभएपछि छोराछोरीले अब के हो त लगाउँछन् जुन मैले नगरेको काम सोच्नु नसकेको काम गर्नु नसकेको काम चाहिँ तिमीले पुरा गर्नुहोस् भन्ने यसरी अब आशाहरू जगाउँछन् अब आफ्नो छोराछोरीको अब विचार अनुसार हेर्ने हो भने के हो त भन्दाखेरि अब तिनीहरूले अब बच्चाहरूले अब तिनीहरूलाई अब गर्न नसकेका चिजहरू पुरा गर्न सक्षम हुनेछन् यसले बच्चाहरूलाई धेरै दबाब पनि दिन्छ हैन तिनीहरूलाई गाह्रोको समय अब बन्दछ त्यही कारणले गर्दाखेरि अब बाबुआमाको सोचमा के हो त भन्दाखेरि हैन अब जुन मेरो सपना चाहिँ पुरा गर्दै त भने बाहेक अब छोराछोरीको सपना के होला उनीहरूको मनमा के कुरा खेलिरहेको होला कुनले गर्दा उनीहरूको जीवन खुसी बन्छ त्यो अब त्यति सोच्ने कमी नै छ त्यसै कारणले गर्दाखेरि यो हो कि आमा बुबाले आफ्नो सोच्ने तरिकालाई सबैभन्दा महत्त्वपूर्ण र उत्तम मान्दछ र बच्चाहरूको विचार र भावना धेरै ध्यान दिँदैनन् त्यसो भए अब कि अरूको लागि अब लाभदायक छ वा अरूको लागि के राम्रो छ हामीले धेरै सोच्ने भन्दा धेरै जटिल छ र बुझ्न धेरै गाह्रो छ अब त्यही कारणले अब अरूलाई सुख शान्ति हित दिने चाहिँ अब के हो त भन्दा आफूले सोच्ने हैन आफूलाई सोच्ने के हो त अब हैन अरूलाई धनी बनाउनु राम्रो हो त अरूलाई अब धनी बनाउनु लाभदायक गर्नु राम्रो हो त अरूलाई अब शक्तिशाली बनाउनु राम्रो हो त अब तिमीहरूलाई अब लामो बाँच्नको लागि हित गर्नु लाभ गर्नु यो राम्रो हो त तिनीहरूलाई थप प्रसिद्ध बनाउनको लागि अब उपाय राम्रो यो हो त हित गर्ने यो हो त हैन नभई वा तिनीहरू सबैलाई अब सँगै राख्ने हो त हैन कि बुद्धको भाषामा यसको बारेमा बोल्नु भनेको तल्लो क्षेत्र एक किसिमको दुर्गतिबाट अब माथि अब सुगतिमा अब लाभदायकमा लगाउने अब भनौँ न उनीहरूलाई अब संसारबाट मुक्त गर्ने हो त हैन त्यही कारण विभिन्न कुरा रहेको छ त्यही कारण सबसे राम्रो उत्तम लाभ के हो सबसे उत्तम हित के हो त त्यो आफूले पहिला बुझ्नु पर्ने हुन्छ आफूले विचार विमर्श गर्नुपर्ने हुन्छ हैन मैले माथि उसले गरे चाहिँ सबैभन्दा लाभदायक उत्तम के हो भन्ने बारे मानिसको फरक विचार सुझावहरू छन् हैन तर आफूले त्यो बुझ्नु सकेन भने कुनै पनि त्यो अब विचारहरू अब हामीले सही हुन सक्दैन हैन त्यही कारणले गर्दाखेरि अब मानिसहरूको आफ्नो फरक अनुसार आफ्नै भिन्न विचारहरू सुझावहरू बुझाइहरू छन् जे भए तापनि हामीले हाम्रो जीवनमा धेरै घटनाहरूमा भएका अनुभवहरूको आधारमा यो आवश्यक छैन कि हाम्रो आफ्नै विचारहरू सही छन् हैन हाम्रो जीवनको जुन अब लालन पोषणको जीवनको एउटा राम्रो नै यही नै हो भन्ने अब केही अब यसको निश्चित छैन हैन यही नै हो भने हामीले अब निर्णय गर्नु गाह्रो छ त्यो गाह्रै छ त्यही कारणले तसर्थ हामीले आफ्नो गर्वलाई निल्नु पर्ने हैन आफूले हेर्नु पर्ने र आफूभन्दा धेरै प्रज्ञा अनुभव भएका मानिसहरू अध्ययन गर्नुपर्छ
हामीले उनीहरूको सल्लाह खोज्नुपर्छ कि यो महत्त्वपूर्ण छ हैन आफ्नो सुख आनन्द के हो अरूलाई हित गराउनु हित भनेको के हो हैन त्यसको लागि अब आफ्नोको मात्रै राम्रो हो यही नै पर्याप्त छ भने यसो सोच्नु भयो भने यही नै हो भने एकदम गाह्रो पनि छ हैन त्यही कारणले त्यसै कारणले गर्दाखेरि आफू एउटा धनी भए पनि आफू ठुलो पदमा भए तापनि हैन आफूले अब भनौँ न एक किसिमको ज्ञान नभए तापनि अब एउटा तल्लो तहको किन नहोस् ऊ हैन आफूमा त सानो तहको अब बुद्धिमानी मान्छे किन नहोस् उहाँहरूसँग के भन्नु अध्ययन गर्नुपर्छ हामीले उनीहरूको सल्लाह खोज्नुपर्छ सुख शान्ति भने के हो हित हुने कारण कसरी हामीले हित हुन्छ भने सोच खोज गर्नुपर्ने हाम्रो अत्यन्त आवश्यक तर महत्त्वपूर्ण देखिन्छ अब किनभने अब बुद्धसँग संसारको अब हाम्रो बौद्ध दर्शनको कुरा गर्यो भने हैन यहाँदेखि बदन पर्दाखेरि हैन बुद्धसँग संसारको सबै प्रकृतिलाई बुझ्ने प्राज्ञ थियो हामीले उहाँले के भन्नुभयो त्यो हेर्नु आवश्यक छ आफू र अरूको लागि सबैभन्दा हितकारी कुरा धर्म हो र यसको अभ्यास हामीले गर्नुपर्छ र भनौँ उहाँले अब बुद्धले भन्नुभयो हैन अब बुद्ध अब संसारमा पाल्नु भएर 2565 वर्ष गइसक्यो त्यही कारणले अब त्यसो भए अब हामीले धर्म अभ्यास गर्नुपर्ने कारण के हो हैन बुद्धले स्पष्ट कारण बताउनु भयो मुक्ति प्राप्त गर्न वा बुद्धको स्तर प्राप्त गर्नको लागि भएको बताउनु भयो त्यसै कारणले यदि हामी बुद्धलाई विश्वास गर्ने मानिसहरू हौं भने हामीले उहाँहरूको भनाइलाई पालन गर्नुपर्छ जुन हाम्रो लागि सबैभन्दा लाभदायक उत्तम र उपाय हो अन्ततः बुद्धत्व प्राप्त गर्नु आफै र अरू दुवैको लागि सबैभन्दा ठूलो फाइदा के हो भन्ने कुरा बुझ्नु पर्दछ हैन त्यही कारणले गर्दाखेरि आफ्नो गुरुले के बताउँछ त्यसलाई हामीले चासो गर्नु पर्दछ त्यही कारणले अब बुद्धले मुख्य कुरा के बताउनु भयो त हितकारी हुने कर्म के हो त अघि आफ्नो सोच थियो नि त्यो बाहेक बुद्धले के बताउनु भयो भन्दाखेरि सबैभन्दा हितकारी कुरा के हो धर्म हो भनेर उहाँले बताउनु भयो अब यसको उद्देश्य के हो त एकदम स्पष्ट बताएको छ हितकारी हुने कुरा धर्म हो भन्नुभयो हैन धर्म गर्नुको स्पष्ट मुख्य उद्देश्य के हो कारण के हो त भन्दाखेरि हैन किन धर्म गर्ने हो भन्दा एउटा मुक्ति पाउन प्राप्त गर्नको लागि या नभई समेक्षम बुद्धत्व प्राप्त गर्नको लागि बुद्धत्वको स्तर प्राप्त गर्नको लागि हो भनी उहाँले बताउनु भयो त्यसै कारणले हामीले एकदम राम्रो हितकारी हुने काम चाहिँ के हो त धर्म गर्ने त्यो धर्म किन त भन्दाखेरि मुक्ति र बुद्धत्वको अब स्तर प्राप्त गर्नको लागि उहाँले स्पष्ट यसरी बताउनु भएको हुँदाखेरि हामीले पनि अब हामीले पनि उहाँको भनाइले अब आफूमा हेरेर पनि अरू प्राणीमा हेरेर पनि अब के हो त अनि बुद्धको भनाइलाई हामीले पालना गर्नुपर्ने जुन हाम्रो लागि सबैभन्दा लाभदायक र उत्तम हो जस्तो मलाई लाग्दछ र धेरै एकदम महत्त्वपूर्ण देख्दछु बुद्धले पनि अब समेक्षम बुद्धको ज्ञान प्राप्त गर्नु संसारको दुःखदेखि छुटकारा पाउनु नै महत्त्वपूर्ण हो अनि भनेको यसरी बताउनु भएको हुँदाखेरि हामीले आफूलाई सोच्दाखेरि पनि ओ अब यो चाहिँ अब के हो त एक किसिमको अब बुझ्दाखेरि चाहिँ ओ हामीले अब विभिन्न सम्पत्ति कमाउने अरूलाई अब सुखमा लगाइदिने अरूलाई अब दान दिने अरूलाई कपडा लत्ता दिने त्यो चाहिँ अब उत्तम निष्कर्षमा टुङ्गिने हित चाहिँ होइन रहेछ भने हामीले अब बुझ्न सक्दछ त्यसै कारणले हाम्रो मुख्य उद्देश्य हाम्रो मुख्य अब इरादा हाम्रो गन्तव्य के हो त भन्दाखेरि अब हाम्रो मन्तव्य चाहिँ के हुनु पर्यो त कि त मुक्तिको लागि एउटा सोच हुनु पर्यो संसारको सानो तिनो सबै दुःखदेखि छुटकारा पाउने हैन अब समयसम्म बुद्ध ज्ञान प्राप्त गर्ने हो हैन त्यो एउटा बाइक छैन लक्ष्य एउटा बाइक छैन यदि लक्ष्य दुईटा भयो भने अब उत्कृष्ट हुँदैनौ हैन त्यही कारणले गर्दाखेरि अनि हाम्रो उत्तम एउटा लक्ष्य भनेको के हो त भन्दाखेरि अब परहित
चित्त हो। परहित भने के हो त? परहित भनेको के हो त? धर्म गर्नु हो। त्यो धर्म कस्तोले भन्दछ भन्दाखेरि आफू लगायत अन्य सबै प्राणीहरू यो दुःखको संसारदेखि मुक्त गराइदिने, मुक्त हुने र आफू समक्षम बुद्धको ज्ञान हासिल गर्ने, त्यसलाई नै अनि अनि अरूलाई अब के हो त? परहित, परलाभ, अरूलाई हितकार गर्ने, अरूलाई फाइदा गर्ने, यस्तोले बताउँदछ। त्यही कारणले गर्दाखेरि यो चाहिँ अब हामी सानोतिनो अल्प ज्ञानको मान्छेले ओ परहित भने यस्तो नै हुनुपर्दछ, अरूलाई फाइदा हुने, अब यस्तो हो भने एउटा साधारण मान्छेले बनेको होइन। समयक्षम बुद्धले बताउनु भएको यो के हो त भन्दाखेरि यो त प्रकृति के हो? छर्लङ्ग बुझ्नु हुने। प्रकृति के हो? छर्लङ्ग बुझ्नु हुने एउटा दिव्य सर्वज्ञ ज्ञान भएको व्यक्तिले बताउनु भएको। त्यही कारणले गर्दाखेरि 30 मिनटको लागि हामी विश्राम राख्न जाँदैछौँ। 다 한디 등기 공부 시간에 진 다지다 나무闲来骗吧啥的 अघि पूर्व कथित बताए जस्तै एउटा परहित भन्नाले अनि सर्व उत्कृष्ट सर्वश्रेष्ठ केलाई भनिन्छ त भन्दाखेरि अब सबै आफ्नै सोच, आफ्नै अब विभिन्न अब विचार विमर्शहरू त्यसमा रहेको हुन्छ। अब मान्छेको सोचभित्र सबसे उत्कृष्ट अब विचार के हो त भने अब आफ्नै अब त्यसमा जुन अब मनभित्र सबसे महत्त्वपूर्ण के हो? उत्कृष्ट परहित के हो होइन? कुन चाहिँ इम्पोर्टेन्ट हो, कुन चाहिँ आवश्यकता हो, कुन चाहिँ अब उत्कृष्ट हो, सर्वश्रेष्ठ हो भने होइन। अब एउटा जीवनमा एउटा मान्छेलाई अब हेर्ने हो भने होइन, अब मान्छेले अब छोटो समयमा होइन, अब सानो छँदा आफू अब लाठे हुँदा, वृद्धपन बुढेसकाल छँदाखेरि, वृद्धपन हुँदाखेरि त्यसमा अब महत्त्वपूर्ण एकदम परहित अरूलाई लाभदायक भने कुनै कस्तोले भनिन्छ भने सोच्दाखेरि अब होइन विभिन्नै हुन्छ होइन, त्यस्तोले बुझिन्छ। अब हामीलाई पैसा छैन भने अब मलाई पैसा भए त हुन्थ्यो भने अब पैसा भए त हुन्थ्यो भने सोच्छ होइन। उसको सुख एक दिन पैसा पाउँछ, उसले पैसा दौलत पाइसकेपछि फेरि अरूले अब अर्को चाहना इच्छा सुख खोज्छ। त्यही कारणले अब त्यो मान्छे जुन पैसा खोजेर धनी हुने चाहना थियो, इच्छा थियो, धनी भयो, फेरि धनी भइसकेपछि उसको फेरि इच्छा फेरि चाहना फेरि अर्कै सपना हुन्छ होइन। त्यही कारण यसले के एउटा जनाउँछ त भन्दाखेरि होइन, मान्छेको जीवनमा अब सबसे राम्रो उत्कृष्ट यही नै हो होइन। मेरो लागि राम्रो यही हो भन्ने अब भन्ने जस्तो लाग्छ, तर पनि अब के हो भन्ने निहालेर हेऱ्यो भने होइन, उत्कृष्ट यही नै हो भने टुङ्गिने केही पनि छैन। त्यही कारणले गर्दाखेरि अब सर्व उत्कृष्ट परम भनेको नि अब संसारको दुःखदेखि प्यासदेखि मुक्त दिलाउनु बुद्धको ज्ञान एउटा मुक्ति हो। बुद्धले बचाए जस्तै बताउनु भएको जस्तै नै हो अनि जस्तो मलाई लाग्छ। अब दोस्रो चाहिँ अब अधिकतम चित्त कस्तोले भनिन्छ भन्दाखेरि अब दोस्रोमा चाहिँ यो 16औं श्लोकमा चाहिँ के बताएको छ त भन्दा लेक्चरमा भित्र होइन। अब यो अधिकतम चित्तको सोचलाई बनाउँछ। अब 17मा चाहिँ अब त्यसको अब प्रयोगलाई बताउँछ अधिकतम चित्तको। अब सब उत्कृष्ट अर्थात् अधिकतम चित्त कस्तोले भनिन्छ त भन्दाखेरि अब हामीले जुनसुकै कार्य जे गरे तापनि अब त्यहाँ चाहिँ अब एउटा व्यक्तित्व, एउटा यहाँ स्वार्थको कुरा नलुकेको, त्यहाँ 100% अरूलाई लाभ हुने, अरूलाई फाइदा हुने, अरूलाई कल्याण हुने होइन, जसरी भए पनि अरूलाई फाइदा होस् भन्ने एउटा 100% विचारलाई चाहिँ अधिकतम चित्त भन्दछ। अब हामीले शुद्ध उत्कृष्ट इरादा अर्थात् अधिकतम चित्त अब त्यसको आवश्यकताको बिन्दुलाई हामीले बुझेनौँ भने अनि यसमा धेरै खतरा के छ त भन्दाखेरि होइन,
अब बाहिरबाट के हेर्दाखेरि अब सद्गुण जस्तो लाग्न सक्छ, तर हामीले वास्तवमा सद्गुण सत्य गुण हो कि होइन, अरूलाई फाइदा पुर्याउने गतिविधि हो कि होइन भनेर अब सही रूपमा हेर्न सक्दैन। त्यही कारणले अनि शुद्धता एउटा अधिकतम चित्त, शुद्ध चित्त कस्तोले भनिन्छ त भन्दाखेरि होइन, अरूलाई 100% के हो त, अरूलाई अब हानि नपुर्याएर अरूलाई अब शुद्धता जनाउने, अरूलाई 100% शान्ति जनाउने बुझ्नु पर्दछ। उदाहरणको लागि यदि हामीले गुरुको लागि अब जीवन, अब उसको लागि अब जीवन दान दिँदैछ भने अब हामीले यो एउटा गोरु होइन, एउटा गोरु दान गर्नु चाहिँ एउटा पुण्य काम हो कि होइन भने सोध्यो भने होइन, अब गोरु किनेर दान गर्नुको लागि होइन, प्राणी दान गर्नुको लागि रचेको काम चाहिँ अब गर्ने तरिका चाहिँ एउटा पुण्यको काम जस्तो भएको छ होइन, सद्भावपूर्ण तरिका हो। तर यो सद्गुण हो कि होइन, हामी व्यक्तिको तरिका वा अभिनय गर्ने तरिकालाई मात्रै हेर्दैनौँ होइन, मान्छेको एउटा बाहिरको ढाँचा होइन, गुरु दान गर्नेको एउटा रूप र चरित्र हेरेर मात्र यो पुण्य कर्म हो भने हामी बताउन सक्दैनौँ। कारण यो हो कि जब हामीले होइन अब यो एक किसिमको के हो त, जुन अब गोरु दान गर्नेको मान्छेको एउटा रूप र एउटा गर्ने तरिका वचन चाहिँ एउटा हामीले पुण्य गरेको जस्तो देख्यौँ, तर यो बाहिरको रूप एउटा बाहिरको बोक्रो एउटा रूप मात्रै हो होइन। तर मुख्य गरी यो पुण्य काम हो कि होइन त, एउटा गोरु दान गरेको, प्राणी दान गरेको एउटा पुण्य काम हो कि होइन भन्दा एउटा भित्र एउटा सदाशय मनसय शुद्धता हुनुपर्छ, तर त्यो मान्छेले देख्न सकिँदैन। त्यही कारणले मान्छेले अब यो जुन अब मनको कुराहरू नबुझ्ने हुँदाखेरि होइन, त्यसले चाहिँ अनावश्यक गर्ने धेरै खतरा छ र गर्दछ पनि। त्यही कारणले मनले मनको कुरा नदेखेको भएकोले अब अनि त्यति चासो गर्दैन। तर वास्तविकतामा हेर्ने हो भने मनसय एउटा मनको कुरा, एउटा मनलाई अब सुधार्ने, एउटा मनको जुन एउटा पुण्य गर्ने त्यो चाहिँ अब सत्यता देख्दछु होइन। त्यही कारणले गर्दाखेरि हामीले अब त्यसैले ठुलो खतरा छ कि हामीले यसलाई कुन चाहिँ महत्त्व दिनेछौँ होइन। वास्तवमा प्रेरणा अभिप्राय शरीर र मौखिक कार्यमा जतिकै महत्त्वपूर्ण मात्र होइन, तिनीहरू अझ महत्त्वपूर्ण छन्। कारण यो हो कि यदि हामी पुण्य पुरा गर्ने प्रेरणा छैन भने हामीले सुरुदेखि नै पुरा गर्न सक्दैनौँ होइन। पुण्य कर्म गर्दा हामीले जीवनको शुभ कर्मको गतिमा गुजिरहेका छौँ कि छैन भन्ने त्यो होइन कि हामीसँग गुरुको रक्षा गर्ने इच्छा छ कि छैन होइन, त्यो हामीले बुझ्नुपर्ने हुन्छ होइन। जस्तो कि हामीले अब गुरु दान गरिरहेको बेलामा होइन, कुनै पशुहरू हामीले प्राण दान गरिरहेको बेलामा अब जुन मर्नु आँटेको गोरुले चाहिँ अब जुन उसको प्राण रक्षा गरिरहेको जस्तो एउटा रूप बाहिरी होइन, यो चाहिँ अब रूप देखाउ जस्तै मात्र नभएर भित्रदेखि नै त्यो अनि गुरुलाई रक्षा गर्ने इच्छा होइन हुनुपर्दछ। किन यसको रक्षा गर्न चाहन्छौँ होइन, यसको प्रश्नको जवाब हाम्रो प्रेरणा, हाम्रो अभिप्रायद्वारा अब हामीले अब उत्तर दिनुपर्ने हुन्छ। त्यो बेला चाहिँ अब हामीले के हो त, मनले बाहेक अब हाम्रो यो बाहिरी बोक्रे रूपले हामीले अब उत्तर दिनु सक्दैनौँ होइन। मनुष्य होइन, त्यही कारणले मुख्य अब हाम्रो रूप चाहिँ एउटा के हो त, एउटा औजार हो। भित्र मन चाहिँ त्यसलाई हल्लाउने मुख्य औजार, हराउने मुख्य अब यन्त्र रहेको छ। अब यो के उदाहरणको लागि अब कुनै जस्तै मान्छे जब हामी कतै ड्राइभ गर्दैछौँ भने अर्को कारले अब हामीलाई ठक्कर दियो भने होइन, हामी कारको चालकसँग होइन हामी अब उड्छौँ होइन ठक्करबाट। अब हामी
कारको चालकसँग कुरा गर्छौँ हैन अब विभिन्न अब विरोध गर्छौँ हैन अब जुन अब हामीले अब जुन हामीसँग ठक्कर दिने कोसँग हामीले अब विरोध गर्छौँ भन्दाखेरि कुराकानी गर्छौँ भन्दाखेरि अब हामीले गाडीलाई जुन ठक्कर त गाडी लाग्यो तर गाडीलाई हामीले सोध्दैनौँ नि त जुन गाडी चलाउने चालक एउटा ड्राइभरलाई हामीले सोध्छौँ हैन त्यही कारणले गर्दाखेरि एउटा गाडीलाई सोध्नु लाटा बुद्धु मूर्खता एउटा मुढा जस्तै भएको हुँदाखेरि त्यही कारणले अनि हामी अघि प्राणी दान गर्दाखेरि पनि हैन गोरु एउटा दान गर्दाखेरि पनि प्राणी गोरु किन दान गरेको हैन अनि यसको रक्षा गर्नुको लागि हो कि हैन नि गोरुकै लागि हामीले यसरी सोचेर दान गरेको हो कि हैन यो चाहिँ अब बाहिर रूपले हामीले जवाब दिनु सक्दैन मुख्य एउटा मनसय अभिप्राय हैन एउटा भित्रको अब सोचसँग भर पर्दछ यदि कुनै व्यक्तिले गोरुको मायाले गोरुको ज्यान बचाउन नभई अरूको अगाडि असल व्यक्ति भएको देखाउन लागि गरेको हो भने उसले कार्यलाई अब यसलाई चाहिँ साँचो पुण्य भनिँदैन अब मान्छेले देखावटीमा हैन यो मान्छे चाहिँ पक्कै अब यो राम्रो काम गरे भने देखाउनको लागि मात्रै गरे भने यो सत्य त हुँदैन मान्छेको हेराइमा मान्छेको देखावटीमा चाहिँ यसले राम्रो पुण्य कर्म गरेको जस्तो देखिन्छ तर यो बनावटी एउटा कृत्रिम पुण्य जस्तै हो यो सत्यता पुण्य होइन यो किन त हो भन्दाखेरि यो सत्यता पुण्य किन होइन त भन्दाखेरि यो चाहिँ हाम्रो सोचमा हाम्रो इरादामा हाम्रो मनसय र अभिप्रायमा भर पर्यो किनकि उसले देखावटी काम मात्रै गर्यो अब तेस्रो अङ्गमा के हो त हामीले गरेको पुण्य चाहिँ गुणस्तरीय मापदण्ड जनक छ कि छैन त्यो कतिको आवश्यकता छ भने अब यसमा बताइन्छ हामीले जे पुण्य गर्यो भने गुणस्तर र जुन गुणस्तरको मापदण्ड अनुसार हुनु आवश्यकता छ भने बुझाउँछ हैन यसरी अब शारीरिक र अब मौखिक गतिहरुमा एउटै हुन सक्छ तर अन्तिम परिणाम वा सार फरक छ यसो हुनुमा दुईवटा मुख्य कारण छन् यसमा दुईटा कारणहरु छ पहिलो चाहिँ के हो त एउटा मुख्य कारण चाहिँ प्रेरणा आफ्नो एउटा सोच हो अभिप्राय हो मनसय जुन सोच्ने तरिका यसमा अब यसमा दुई प्रकारको अब कारण अब प्रेरणा छ एउटा कारणको प्रेरणा र तत्काल प्रेरणा एउटा हैन एउटा कारण जुन अब यसको अब सजिलोसँग बताउनको लागि म यस्तो काम गर्नु पर्ने भने एउटा उद्देश्यमा राखेर एउटा काम गर्ने एउटा सोच छ नि मुख्य सोच आउँछ नि जुन अब म यो गर्दै छु गर्नु पर्यो भने एउटा सोच आउँछ नि अनि त्यो मुख्य आउने सोचले भनिन्छ अब तत्कालको प्रेरणा समयको अब हालको प्रेरणा हालको यो अभिप्राय भने जुन अब आफूले त यस्तो गर्नुपर्ने थियो भनेर जुन सोचेर तपाईले गर्ने मुख्य गरिरहेको बेलामा गर्ने सोचलाई सोचको आउने समयको एउटा सोचलाई चाहिँ अब यसलाई तत्काल प्रेरणा भनिन्छ अब कारण प्रेरणा हाम्रो उद्देश्य हो जब हामी सोच्दछौँ कि हामीले त्यो कार्य गर्नुपर्छ हामीले कार्य गर्ने समय हामीले के सोचिरहेका छौँ त्यो समय तत्कालको प्रेरणा हो दोस्रो यसको कार्य स्तर हो यदि हामीले यसलाई समकालीन भाषामा व्याख्या गर्छौँ भने यो कार्यको गुणस्तर र मात्रा हो अब जुन देखावटी हामीले आफूले पुण्य गरेको एउटा गुणस्तर र मापदण्ड अनुसार छ कि छैन उद्देश्य सत्य हो कि होइन उत्कृष्ट इरादा हो कि अब यो भन आफूले गरेको पुण्य शुद्ध छ कि छैन भने के हो त उत्कृष्ट इरादामा हुनेछ कि छैन भन्ने निर्भर छ हैन हाम्रो कारण प्रेरणा हो हामीले हाम्रो उद्देश्य के हो भनेर स्पष्ट रूपमा जान्न आवश्यक छ पुण्य कार्यहरू पूरा गर्नको लागि हाम्रो मुख्य चाहिँ के हो त उद्देश्य हो हैन तिनीहरूलाई हाम्रो उद्देश्य के हो त अब हैन जे काम गरे तापनि उद्देश्य हुन्छ अब जे काम गरे तापनि हाम्रो चाहिँ उद्देश्य चाहिँ एकदम स्पष्टता हुनु जरुरी छ
हामीले धर्म गर्नु पुण्य कमाउनुको मुख्य उद्देश्य के हो भने सोध्यो भने अब हामीले त्यसमा जवाब चाहिँ एकदम स्पष्ट शुद्ध त दिनुपर्ने हुन्छ हैन अब यो मान्छेलाई मात्र जवाब नदिएर मन भित्रबाट अब त्यो जवाब चाहिँ आफूमा हुनुपर्छ अब आफूले पुण्य गर्नुको लागि पुण्य कमाउनुको लागि अब के हो त अब धनु हुनुको लागि हो त अब शक्तिशाली वा उच्च राज्यको साँचो उत्कृष्ट अर्थात् मुक्तिको लागि हो त हैन यदि बुद्धताको अवस्थामा पुग्नको लागि हो हैन त्यो आफूलाई थाहा छ त्यो कुरा हामीले स्पष्ट रूपमा मनमा राख्नु पर्दछ यो संसारमा अब हैन धर्मको बारेमा नभएर यो संसारको बारेमा कुरा गरे भने पनि संसारिक कुरामा अब जुन अब के निष्कर्ष टुङ्गिने हैन अब यो संसारमा नि एउटा उद्देश्य एउटा भनौँ न एउटा आफ्नो सपना नभएकोमा अब उद्देश्य बिनाको अब काम गर्ने कोही पनि छैन हैन उद्देश्य बिनाको काम गर्ने घरु पनि टुङ्गिएको छैन त्यो कहिले पनि त्यो सफा हुँदैन एउटा खिचडी मिचडी जस्तै हो त्यही कारणले हैन हामी धर्मको यात्रामा गए पनि एउटा संसारिकको हिसाबमा गए तापनि हाम्रो उद्देश्य हाम्रो सपना चाहिँ एकदम चोखो हुनुपर्छ अब मैले भनेको होइन कि धर्म अभ्यास गर्नेहरूले पैसा कमाउनको लागि काम गर्नु हुँदैन हैन मैले भनेको होइन तर पैसा कमाउन हामी अब के हो त एउटा जीविका चलाउनु पर्यो नि त जुन धर्म गर्ने मान्छेहरु पनि हैन तर पैसा कमाउनु हाम्रो लक्ष्य जे गए पनि पैसा त कमाउनु तर पनि के हो त पैसा कमाउनु पर्छ हैन हामीले धर्म कर्म गर्नु लागि हामीले खाना चाहिन्छ पेट भर्नु चाहिन्छ तर पैसा कमाउनु हाम्रो लक्ष्यको एउटा पक्ष मात्र हुनुपर्छ तर हाम्रो मुख्य उद्देश्य होइन पैसा कमाउनु हाम्रो मुख्य उद्देश्य हुँदै होइन हैन समग्रता होइन पैसा कमाउन नसक्दा हाम्रो जीवन अर्थहीन हुन्छ भन्ने होइन हैन हैन पैसा नकमाइकन पनि हाम्रो जिन्दगी अब उज्यालो पनि बनाउन सक्छ पैसै ठुलो कुरो त होइन नि विशेष गरी हामीसँग अब हामीले पैसा कमाउनुकै लागि हाम्रो जिन्दगी एउटा हाम्रो लक्ष्य भनेको नि पैसा कमाउनु हो भने यसरी अब सोच्नु भयो भने हैन पैसा कमाउनेहरू करोडौं छौं तर पनि त्यसको जिन्दगी अझै पनि टुङ्गिएको छैन त्यही कारणले गर्दाखेरि हैन विशेष गरी हामीले काम गर्नुपर्ने धेरै छ हामीसँग धेरै लामो अवधिको लागि ठूलो लक्ष्य हुनुपर्छ र त्यो के हो त बुद्धको ज्ञान प्राप्त गर्ने जब त हामी बुद्धको ज्ञान प्राप्त गर्दैन तब त हामीले पैसा कमाए तापनि हाम्रो जीवनमा कहिले पनि दुःखले छर्दैन हैन किन हामी मर्ने बेलामा हैन हाम्रो अब यो हाम्रो जीवन जीव चाहिँ अब सार्छ तर हाम्रो एउटा चेतना अर्थात हाम्रो के हो त यो विज्ञान चाहिँ हाम्रो के हो त सार्दैन त्यही नै क्रमैसित गइरहेको हुन्छ त्यसै कारणले हाम्रो यो सपना हाम्रो उद्देश्य भने हैन त्यही कारणले हाम्रो उद्देश्य चाहिँ के हो त बुद्धत्वको ज्ञान प्राप्त गर्ने हाम्रो यो संसारको दुःखदेखि छुटकारा पाउने इच्छा चाहिँ कहिले पनि हामीले के हो त हाम्रो त्यो उद्देश्य चाहिँ अब हामीले हटाउनु हुन्न यसमा दुई कुराहरु छ एकदम महत्त्वपूर्ण हाम्रो एउटा के हो त हाम्रो उद्देश्य सपना चाहिँ एउटा एउटै हुनुपर्छ कहिले पनि बदलाव नहुने हुनुपर्छ अर्को चाहिँ हाम्रो उद्देश्य के हो हाम्रो सपना के हो भने त्यसलाई चिन्नु पर्दछ हैन दोस्रो त्यही कारणले अनि हाम्रो एउटा स्थिरता हाम्रो एउटा उद्देश्य चाहिन्छ जुन अब अस्थिर हैन स्थिरता अधिक रूपमा चाहिन्छ हाम्रो उद्देश्य भनेको के हो अब एउटा यसमा एउटा सानो एउटा कथा बताउनु पर्दाखेरि
अनि यो चाहिँ आजभन्दा धेरै वर्षपछि अब चीनमा पहिले अब चीनमा अब यो भएको घटेको घटना हो। अब जैनको एउटा आचार्यले चाहिँ अब भएको एउटा जैनको एउटा आचार्य उसको चेला थियो। अब त्यो बेला चाहिँ के थियो त, कस्तो परम्परा थियो त भन्दाखेरि हैन, अब त्यो बेला चाहिँ अब जुन प्राचीन अब चीनको बेला चाहिँ अब जुन जैन धर्ममा पहिला चाहिँ अब के हो त, आफ्नो खाना भोजन चाहिँ आफूले नै अब गुजारा चलाउनु पर्ने, आफूले नै खोज्नु पर्ने हुन्थ्यो एक समयमा। अब अनि जुन अब आफ्नो जुन अब गुरुले अब जुन अब चेलाहरू लागेर अब धानहरू रोपेको थियो, धानहरू अब छरेको थियो अरे। अब त्यो धान रोप्ने क्रममा धानको जुन बिउ चाहिँ अब एक एक रोप्नु पर्ने हुन्छ नि हैन, त्यो रोप्ने बेलामा त्यो गुरुले चाहिँ अब त्यो चाहिँ अब बाङ्गे टिङ्गेर सिधा रोप्नुपर्छ। जुन धानको बिउ चाहिँ अब राम्रोसँग रोप्नुपर्छ सिधा सिधा, त्यो पनि लाइनसँग हैन, एकदम लाइन पंक्ति मिलेर चाहिँ एकदम सिधा रोप्नु पर्ने हुन्छ। तर पनि जुन त्यो चेलाहरूले चाहिँ त्यो धानको बिउ रोप्ने बेलामा बाङ्गे टिङ्गेहरू रोप्दैछ हैन, कुन अगाडि कुन पछाडि अब रोप्दिएछ। अब जुन चेलाहरू आफ्नो गुरु रोपेको हेर्दाखेरि चाहिँ एकदम गुरुले चाहिँ एकदम पंक्ति मिलेर लाइनसँग रोपेको देख्यो। अब त्यो भित्र अब एउटा शङ्कालाई चेला शङ्का लागेछ हैन, सोधेछ चेलाले गुरुलाई। अब सोधेछ तपाईले यो धानको बिउ रोप्दाखेरि अब तपाईँ एकदम रोप्दाखेरि सिधा रोप्नु भयो, एकदम राम्रो लाइन मिल्दैछ, हामीले रोप्दाखेरि सिधा हुँदै हुँदैन बाङ्गे टेङ्गे हुँदैछ, किन हो भनेर सोधेछ गुरुलाई चेलाले। अनि गुरुले के जवाब दिनुभयो त चेलाहरूलाई, यो सजिलै हो, त्यो तपाईहरूले त्यो रोप्ने क्रममा, धानको बिउ रोप्ने क्रममा हैन, एउटा रोप्ने सिधा रोप्ने क्रममा हैन, त्यसमै हेरेर हैन, त्यसलाई मुख्य उद्देश्य राखेर जुन पहिला कुन चाहिँ रोप्यो धानको बिउ त्यो रोपेर अनि सिधै त्यसलाई हेर्दै अर्कोलाई हेर्दै हेर्दै सिधै रोप्नु पर्यो। अनि एउटामा ध्यान गरेर मुख्य बिउ पहिला कुन चाहिँ रोप्यो त्यसलाई हेरेर सिधा नै रोप्नु पर्ने हुन्छ हैन। अनि यसरी रोप्यो भने मात्रै त्यो सिधा हुन्छ, यसरी रोप्नु पर्दछ भने यसरी गुरुले अब भन्नुभयो चेलालाई। अब चेलाले हस् हामी त्यस्तै गर्नेछौँ भनेर फेरि उनीहरूले सिधै उनीहरूले रोप्यो। तर पनि के हो त्यो बिचमा खैला बेला के भयो त भन्दा बाङ्गे टिङ्गे भयो। त्यो फेरि रोप्ने क्रममा अब दोस्रो अब रोप्ने क्रममा कस्तो बिउ छ रोप्यो त भन्दाखेरि हैन, सिधा त सिधै हो, तर के हो त एक किसिमको अब त्यो पाड जस्तो हैन, अलिकता कोहीमा अल्गो कोहीमा होच्चो गरेर हैन, जुन अब एउटा गोलो जस्तो रोप्दियो, सिधै सिधै रोपेन उनीहरूले, सिधा त भयो तर गोलो भयो हैन। फेरि गुरुले के हेरेर के भन्नुभयो भन्दाखेरि गुरुले भन्नु यो कसरी भयो यो रोप्ने क्रममा, तिमीहरूले आँखा कहाँ हेऱ्यो यो रोप्ने क्रममा भन्नु भन्दाखेरि चेलाले एकजनाले भन्नुभयो के भन्यो भन्दाखेरि तपाईले हे गुरु तपाईले भन्नुभयो कि रोप्ने क्रममा चाहिँ बिउ रोप्ने क्रममा एउटालाई हेरेर अनि त्यसरी रोप्दै जानु भन्नुभयो नि त हैन। अनि हामी रोप्ने क्रममा अब एउटा ठक्कै यहाँ एउटा गोरु रहेछ, अनि हामीले गोरुलाई हेरेर यसो रोप्दाखेरि नि यस्तो भयो भनेर चेलाले भन्नुभयो। अनि भन्नु भन्दा गुरुले के भन्नुभयो भन्दाखेरि तपाईँहरू कस्तो चेलाहरू है, गोरु त हिँड्छन् एक ठाउँ बस्दैन नि त हैन। अनि गोरु अब एक ठाउँ बस्ने चरणको ठाउँमा
उता त जाने हुन्छ। त्यही कारणले अनि गुरु जहाँ गए त्यहीँ रोप्यो भने त त्यस्तो त हुँदैन नि, सिधा हुँदैन हैन। तिमीहरूले लेख्ने एक किसिमको त्यो बिउ छर्ने क्रममा पनि, बिउ रोप्ने क्रममा पनि के हो त एक किसिमको त्यस्तो नै बाङ्गीटिङ्गी भएर गयो नि त। त्यो हुँदैन त्यो त भने यसरी गुरुले बताउनु भयो। त्यही कारणले एउटा हटबट एउटा स्थिर नहुने उद्देश्यमा हेऱ्यो भने आफ्नो उद्देश्य बिग्रिन्छ। त्यही कारणले एउटा उद्देश्य एउटा अधिक एउटा स्थिर रहने ठाउँमा हामीले यसरी अब राख्यो। अब एक किसिमको अब हामीले रोप्यो भने त्यो चाहिँ अब छर्यो भने सिधा हुन्छ भनेपछि अनि पछि एउटा त्यो चेलाहरू चाहिँ आफ्नो बारीको ठाउँमा अब एउटा रुख थियो होला, रुखको सिधा हेरेर त्यो धान रोप्दाखेरि सिधा भएको थियो अरे। त्यस्तै किसिमको एउटा यो कथाले बताए जस्तै हाम्रो उद्देश्य चाहिँ एउटा हटबट नभएको, जहिले पनि चलिरहने, बदलावलाई आइरहने, हलिरहने, अस्थिर भयो भने के हो त हाम्रो उद्देश्य तलमाथा भएर जान्छ, खतरा हुन्छ, हट्ने होइन, बिग्रिने, नटुङ्गिने। त्यही कारणले हाम्रो उद्देश्य चाहिँ एउटा कहिले पनि नबदलिने एउटा स्थिर हुनुपर्दछ। यो कथाले बताएको जस्तै एउटा उद्देश्य स्थिर हुनको लागि हाम्रो उद्देश्य के हो भने हामीले बुझ्नु पर्दछ। त्यही कारणले त्यसमा हामीले उद्देश्य हुनको लागि हाम्रो अधिकतम चित्त एउटा उत्कृष्ट सोच, हाम्रो इरादा सफा हुनु पर्दछ। त्यही कारणले एउटा अधिक चित्त एउटा राम्रो काम चाहिँ एउटा अरूको देखावटीको लागि, बोक्रे सोच एउटा अरूलाई देखावटीको लागि मात्रै गऱ्यो भने त्यो शुद्धता हुँदैन। त्यही कारणले गर्दाखेरि अनि आफ्नो स्वार्थसँग लुकेर स्वार्थसँग मिलाएर गऱ्यो भने त्यो चाहिँ कहिले पनि शुद्धता हुँदैन। त्यही कारणले अरूलाई फाइदा हुन्छ कि हुँदैन होला भनेर यसरी आफ्नो लागि नै मेरो अरूको लागि एउटा सोचेर गऱ्यो भने त्यो शुद्धता हुन्छ हैन। अब अहिलेको समयमा त अब हैन, अब भनौँ न 100% अब अरूको लागि नै आफ्नो अलिकता पनि स्वार्थ नराखे त हुँदैन। त्यही पनि जति सक्दो आफूले कति सक्नुहुन्छ, तपाईँको क्षमताले कति अरूको लागि हित कार्य, फलदाय, अरूलाई कल्याणकारी सोच्नुहुन्छ, त्यो अत्यन्त जरुरी छ हैन। आफूलाई समर्पित गर्ने लक्ष्य राख्नुपर्छ। यदि हामी शुद्ध परोपकारी इरादा राख्ने सक्दैनौँ भने हामीसँग कम्तीमा 50% अरूलाई फाइदा गर्ने उत्कृष्ट इरादाको प्रेरणा हुनुपर्छ हैन। त्यही कारणले आफूभन्दा पनि अरू अत्यन्त महत्त्वपूर्ण, अरू भएकोले नै आफू छौँ, अरूलाई सुख शान्ति आफूले सुख शान्ति हुन्छ, अरूलाई दुःख आफू पाएको देशमा सङ्कट आयो भने आफूले सङ्कट हुनेछ भने यसरी आफू बाहेक अरूलाई तपाईँले सत्य हिसाबले सोचेर यसरी अब अरूलाई राम्रो कामको तपाईँले यसरी सोच्नुभयो भने अत्यन्त सफलता र शुद्धता हुनेछ र त्यो शान्तिको पद अवश्य बन्ने नै छ। त्यही कारणले तपाईँले गर्नुभएको कार्य चाहिँ अब शुद्धता भएको भयो कि छैन, यो इरादा टुङ्गिने हो कि होइन भने त्यो चाहिँ के हो त समयको प्रेरणामा भर पर्दछ। त्यही कारणले एउटा पुण्य, एउटा गुणस्तर धर्म हो कि होइन मापदण्ड अनुसार गर्नको लागि के हो त गुणस्तरको स्तर निर्धारण गर्ने महत्त्वपूर्ण बिन्दु चाहिँ एउटा समयको प्रेरणामा भर पर्दछ। अर्थात् एउटा अभिप्राय जुन काम गर्ने बेला आइरहने सोच आउने बेलाको समयमा भर पर्दछ हैन। यसरी अब विगतको महान गुरुहरूले अब धर्म सिकाउनु भयो, अध्ययन गर्नुभयो, प्रार्थना पढाउनु भयो तपाईँलाई, हो तिनीहरू जे गरे तापनि के हो त हामीले गरेको प्रेरणालाई चाहिँ सचाउनु पर्दछ हैन। अब आफूले गरेको पुण्य चाहिँ शुद्धता हो कि होइन, उत्कृष्ट हो कि होइन भने चाहिँ आफ्नो सोचलाई, मनुष्यलाई, प्रेरणा, अभिप्रायलाई सच्याउनु पर्ने अत्यन्त हामीले आवश्यकता देखिन्छ। त्यही कारणले शुद्धता र गुणस्तर पुण्य भनेपछि के हो त आफ्नो सोचमा, आफ्नो प्रेरणा, आफ्नो अभिप्रायमा भर पर्दछ। अब यसमा गन्ती होइन सङ्ख्या, अब पुण्य गर्दाखेरि सङ्ख्या कति पुर्याउनु पर्दछ त भन्ने अब त्यसमा छ नि होइन कुरा।
अब कति गर्नुपर्छ हैन हामीले कतिको संख्या करोडौं लाखौं पुर्याउनु पर्दछ त भन्ने सोचहरु छ हैन अब जुनै मान्छे कुनै अब के हो त अब जीवनभर उले प्राणीदान गर्यो हैन प्राण बचायो हैन अब दिन प्रतिदिन भ्याइ नभए उले प्राणीदान गर्यो हैन यो सत्य गुणस्तर पुण्य हो त भने हो भन्दा यो हो भन्नु हामीले यसलाई भन्नु सकिँदैन किन त भन्दाखेरि यो अब यो महान पुण्य र विशाल पुण्य हो कि होइन भन्ने त केमा भर पर्छ निर्भर छ त भन्दाखेरि हैन बाहिरी बोक्रे रूपलाई बोक्रे यसलाई रूपमा शरीरलाई हामीले भनिँदैन हैन महान विशाल पुण्य कसैले भनिन्छ त भन्दाखेरि हामीले पुण्य गर्ने क्रममा मैले के सोच ल्याएको छ मैले यसरी कस्तो पुण्य गर्ने क्रममा मैले इरादा मेरो मनसाय मैले कस्तो सोचेको छु उद्देश्य के अनि के थियो भने अनि यो सोच्नुपर्छ हैन यो नसोचिकन लाखौं करोडौं आफूले खर्च गरेर प्राणी दान गर्यो गोरु लगायत विभिन्न पशुहरू दान गर्यो हैन त्यही कारण जीवनभर गरे पनि हेर आफ्नो मनसाय आफ्नो सोचलाई बदल्नु सकेन भने जति गरे पनि त्यति महत्त्वपूर्ण पुण्य हुँदैन विशालता हुँदैन हैन हाल भोटमा अब विभिन्न अब के हो त एक किसिमको अब आयल सबैले पैसा प्रशस्ति छ हैन अब पैसा धेरै आर्थिक धेरै ज्यादा भएको कारणले गर्दाखेरि विभिन्न पूजाको सामग्रीहरू किनेर विभिन्न महँगै धूपहरू किनेर हैन जलाउने हैन विभिन्न घरमा अब भनौं न यो अब भनौं न धन सम्पत्ति हुनुको फैलनुको लागि भनौं न एक किसिमको अब सुख शान्ति आउनुको लागि के हो त एउटा नाकको कलास हैन विभिन्न यो लुङता दर्चोक हैन अचम्मै भन्दा धेरै ज्यादा किनेर त्यसलाई ठहराउँदाखेरि अनि त्यो टेक्ने गर्ने क्रममा त्यसले के भयो त पछि अनि सबै फोहोर मैला के हो त एक किसिमको के हो त अनि पशुहरू पनि त्यो लुङताको डोरीमा अल्झेर मर्ने पानीमा धेरै दुर्गन्ध अस्वस्थ जुन फोहोर बगाउने त्यस्तो भइरहेको छ त्यही कारणले गर्दाखेरि त्यही कारणले अब हाम्रो पुर्खौलीहरू अब हामीले जस्तो गर्ने धर्म गर्नु सकेको छैन त दान गर्नु सकेको छैन त भने त्यस्तो भयो दान गर्नुभयो धर्म गर्नुभयो मुख्य के हो त भन्दाखेरि पूर्व गुरुहरूले मुख्य विश्वास त एउटा आस्था बलियो भएर सत्यता भएर पुण्य कमाउनु भयो तर अहिले हामीमा त्यो नहुँदाखेरि अनि हामीमा आस्था र एउटा भक्ति शुद्धता नभएको कारणले एउटा संख्यामा मात्रै जोडेर धेरै लुङता धेरै प्राणीदान धेरै नाकको कलास विभिन्न गर्ने गर्दाखेरि अब एक किसिमको पक्षपात गरेर गर्दाखेरि हैन अनि बाहिर हेर्दाखेरि एक किसिमको के हो त सत्य मैले गरे जस्तो देखायो तर त्यसले के हो त एक किसिमको अनि एउटा संख्या ज्यादा एउटा देखावटी ज्यादा भएकोले मात्रै पुण्य शुद्धता गुणस्तर नभएकोले हामीले अनि हामीलाई अहिलेसम्म परिवर्तन ल्याउन सक्यो त भने सकेको छैन नि त त्यही कारणले महान पुण्य कल्याणमय पुण्य भनेको चाहिँ अनि धेरै खर्च गर्ने नगर्नेमा भर पर्दैन होइन मुख्य पुण्य भनेको के हो त आफूले मनले शुद्धता गरेर दान दिने नदिने मन फराकिलो छ कि छैन मन स्वच्छ मन शुद्ध मन निर्मलता मन हितकारिता छ कि छैन त्यसमा विशालता कल्याणमय छुपेको छ त्यसमा निर्भर छ यदि हामीले अहिले गरेको जस्तै यो अनि दान धर्म अनि विभिन्न संख्या काउन्ट गरी गन्ती गरी त्यस्तोलाई अब त्यस्तो पुण्य कमाउने हो भने त हैन त्यस्तो गर्ने हो भने त अब पुण्य सत्यता हो भने त के हो त हैन जुन मिलर लगायत बुद्धकालीनमा अब जुन अब त्यो बेला अब उहाँले के गर्नु पाएको छ त्यो बेला अहिले जस्तो धेरै अब सुविस्ता थिएन नि त हैन तर पनि उहाँ बुद्ध हुनुभयो बुद्धहरू ज्ञान प्राप्त गर्नुभयो त्यही कारणले गर्दाखेरि हामीले के याद गर्नुपर्छ के हामीले सम्झिनु पर्छ भन्दाखेरि अब
धर्म गर्नु पुण्य कमाउनु भनेको एउटा विभिन्न सामग्री किनेर संख्या ज्यादा बढाउनु थोरै हुनु धेरै हुनु महत्त्वपूर्ण होइन सोचलाई बदलेर शुद्धता पारेर दान गर्नु धर्म गर्नु पुण्य र गुणस्तर त मापदण्ड अनुसार म जस्तो लाग्छ त्यही कारणले गर्दाखेरि जुन देश परिस्थिति काल अनुसार हैन विभिन्न अनि विभिन्न गोत्र कुल जात अनुसार हैन अनि यतिले यसरी धर्म गर्नुपर्छ हाम्रो जातले यसरी गर्नुपर्छ हाम्रो देशमा यसरी चल्छ एउटा संस्कारको अनुसार हैन संस्कार अनुसार एउटा बोक्री रूपमा मात्रै अनि पुण्य गरे भने त हुँदैन त्यो त त्यही कारणले हामीले पुण्य वृद्धि हुनुको लागि चाहिँ के त सबै दिशामा हेरेर हैन हेरेर हामीले पुण्य गर्नुपर्ने हुन्छ अब हामीले सबैले केमा ध्यान दिन्छ भन्दाखेरि एउटा के हो त एउटा पौष्टिक त खानामा हामीले अब धेरै अब चासो गर्छौं पौष्टिक त खानामा हामीले पौष्टिक त खानामा हेर्दाखेरि हामीले के ध्यान दिन्छौं भन्दाखेरि हैन अब के हो त हामीले अब हामीले के सोच्छौं विभिन्न अनेक खानाहरु हामीले खानु पर्दछ एउटा मात्रै खाने होइन भन्न गर्छन् हैन अब जुन अब भनौं न अब एक किसिमको अब जुन टोफु भन्छौं हामी हैन जुन अब चनाहरुबाट बनाइन्छ एउटा सेतो कुराहरुबाट बनाइन्छ हैन जुन अब भटमासबाट बने हैन अनि टोफुबाट अब एक किसिमको अब त्यही कारणले यो टोफुहरु खायो भने हामीले के हो जिउमा हुने भिटामिनहरु वृद्धि भएर जान्छ जिउमा जुन चाहिने ताकतहरु हैन फाइदा भएर जान्छ त्यही कारणले अब हामीले फेरि यो विभिन्न भटमासहरु मात्रै खानुपर्छ है चनाहरु मात्रै अनि खानुहुन्छ भनेको होइन फेरि तपाईले यो विभिन्न भटमासै खानु भयो भने के हो तपाईलाई जुन अब घुँडा दुख्ने एउटा बाथ रोग लाग्ने सम्भावना हुन्छ त्यही कारणले गर्दा अनि विभिन्न पौष्टिकता अब विभिन्न कुराहरु हामीले खानुपर्ने हुन्छ बाहेक एउटा मात्रै खायो भने त्यो विभिन्न के हो त रोगले ग्रस्त रोगले चुस्ने रोगले बाँध्ने सम्भावना धेरै हुन्छ त्यही कारणले अनि धर्म गर्दाखेरि एउटामा मात्रै आसक्त गरेर यही नै पुण्यता हो भने तपाईले त्यसरी सोच्नु भयो भने अनि यो प्राणी दान गरेर मात्रै त्यसमा मात्रै महापुण्य सोच्ने कसैले अब यो लुङतर गाडेर कसैले विभिन्न मानियाहरु खोपेर विभिन्न कुरा त्यसलाई मात्रै अनि पुण्य सोच्ने अरूलाई तपाईले हैन सोच्नु भएन भने त्यो के हो त त्यति शुद्धता र त्यति सफा पनि हुँदैन किन भन्दाखेरि त्यसमा नभएको कारण एउटा आफ्नो इरादा सोच शुद्धता नभएको कारणले गर्दाखेरि हुनु सक्छ त्यही कारणले गर्दाखेरि अनि हामी आफूलाई मात्रै नभएर सबै प्राणीहरुलाई समग्र प्राणीलाई एकता सम्झेर हामीले शुद्धता हिसाबले हाम्रो प्रेरणालाई बदलेर अनि पुण्यहरु गरे भने सबैलाई फाइदा हुने लाभ हुने परहित हुने अवश्य हुनेछ हामीले धर्म पुण्य गर्ने भनेको चाहिँ के हो त एक किसिमको अनि दिमाग सोच एकदम खाली फराकिलो सोच हल्का सोच हैन गरेर गर्ने बाहेक अनि एकै ठाउँमा साँगुरो सोच गरेर हैन अरूले गरे मैले पनि गर्छु डा गरेर गरे भने त्यो शुद्ध र गुणस्तर हुँदैन त्यहीकारण हामीले धेरै सोचेर धेरै बलियो यसलाई हामीले दिमाग लगाएर गहिरो सोचेर अनि एउटा जिद्दी गरेर गरे भने हुँदैन हामीले गहिरो सोचेर फराकिलो सोचेर पुण्य गर्ने जुन हामीले गुणहरुलाई यसको सारलाई बुझेर गरे भने मात्रै त्यो सत्यता र फाल्दै हुने चाहिँ देख्दछु त्यसैले यसलाई चाहिँ म एकदम महत्त्वपूर्ण देख्दछु विशाल त पुण्य भने यसले जस्तो लाग्छ अब लेक्जेमाको 17औं श्लोक पढ्न गइरहेको छु
अब यसको विषय चाहिँ के हो त भन्दाखेरि अब 10 उप विषय भएको विधामा अब 7 विषयमा अब 7 वटा पर्यो। यो चाहिँ के हो त भन्दाखेरि अब अधिकतम चित्तको अब प्रयोग भनिन्छ। यो चाहिँ के हो त भन्दाखेरि असल नियतलाई मार्गको रूपमा लिने र आफू र अरूको हितको लागि ज्ञान प्राप्त गर्न अनि गर्नुको लागमा हैन के हो त एक किसिमको अब अनि आत्मा निराशा अल्छी चिन्ता थकानलाई धेरै पछाडि छाडेर अनि दिन रात एक किसिमको अनि आज गर्ने नगर्ने ध्यान कसरी गर्न सक्छ त प्राणीहरूको लागि। त्यही कारणले मनबाट नै गर्नु अत्यन्त जरुरी रहेछ। म यसलाई मेरो एउटा राम्रो कामको रूपमा सोच्दछु भने यसरी 17औं श्लोकमा बताएको छ लेक्सिमाको हैन। धेरै जसो मानिसहरू जसले आफूलाई अब संवेदनशील प्राणीहरू माया असहनीय करुणा छ भन्थे तिनीहरूले पहिले सूत्र परम्पराबाट अब सूत्रको परम्पराबाट अब शास्त्रहरूबाट अध्ययन गरिरहेको थिए हैन। बताएको छ अब तिनीहरूले केही दशक वर्षहरूको अध्ययन बिताएर जबसम्म तिनीहरूको अब युवा अवस्थामा उनीहरूले युवावस्था हराएको थिएन। त्यसै उनीहरूले तान्त्रिक परम्पराको अध्ययन गरेका थिए। अब एउटा मृतकको लागि गरिने पूजा होइन जुन अब मृतकको लागि गरिने पूजा होइन। अब एउटा पेट भर्नको लागि एउटा मृतकको पूजा आजा गरिदिनको लागि नै जीवन बिताइरहेको हुन्छ। तर कुनै समय उनीहरूले भन्छन् कि उनीहरू के भन्छ भन्दा जुन अब सिकेको मान्छेहरूलाई चाहिँ मैले उनीहरूको अब अर्थ राम्ररी आन्तरिक बनाएको छु र एउटा अब म केही समयपछि अब म एउटा विभिन्न पर्वतमा अब म ध्यानमा लिनुहुन्छु हैन। त्यही कारणले अब फेरि त्यो उनीहरू गइसकेपछि फेरि त्यो विभिन्न 12 वर्ष 13 वर्ष अध्ययन गरेको विभिन्न विद्यालयमा बौद्ध त्रिपिटकहरू अध्ययन गरेको नि अब फेरि पछि आउँदाखेरि हैन बिर्सिसकेको पछि बस्तीमा आउँदाखेरि हैन अनि तिनीहरूले आफ्नो पहिलेको अब बहसको तर्क घुमाउँछन् र मृतकको लागि तिनीहरूको सबै अनुष्ठान शब्दहरू बिर्सिन्छन् हैन। अब त्यही कारणले अब बाहिरसीको सबै बिर्सिएर जाँदो रहेछ तर भित्रैबाट पहिला प्राप्त गरिसकेको ज्ञान चाहिँ फेरि भित्रैबाट आउँदो रहेछ भने यसरी अब भनौँ न अरूलाई अब झुट बोल्ने किसिमको भ्रममा फसाउने। त्यही कारणले गर्दाखेरि अब भन्छन् कि अब तिनीहरू मेरो राजद्वारको विस्तारबाट फुटेका छन्। जन्म र प्रशिक्षण ध्यानमा विकसित भइसकेको छु यसरी अब अनि अब के हो त भन्दाखेरि अब 3 प्रकारको व्यक्तिहरूको मध्ये बुद्धहरूले बताउनु भएको छ। अब यसको लागि मार्गको चरणमा अब शास्त्रमा के लिनुपर्छ र कुनलाई अस्वीकार गर्नुपर्छ कुनलाई लिनुपर्छ भन्ने अब परिचय गरिएको छ हैन। त्यसैले तपाईले केही पनि बताउन सक्नुहुन्न यसरी तिनीहरू भन्छन्। त्यहाँ धेरै कुराहरू छन् जुन ती तथाकथित बुद्धका शब्दहरूमा भनिएको छ तर त्यो बोल्ने तरिका मात्र हो। तिनीहरू आवश्यकता रूपमा सत्य होइन। धर्ममा प्रभुत्व प्राप्त गर्नको लागि निर्देशनाहरू यस प्रकार छन्। त्यसपछि अनि बुद्धको प्रवचन भन्दा पनि अब जुन बुद्धको प्रवचनलाई अब जुन अनुभव गरेर जुन लामाले दिएको यो वचन चाहिँ उपदेश चाहिँ महत्त्वपूर्ण हो भने यसरी अनि अरूलाई भ्रममा फसाउने गरिरहेका छन् हैन। कुनै मान्छेले अहिले पनि यसो गरिरहेको छ। कुनै मान्छे के गरिरहेको छ भन्दाखेरि अब अघि पूर्वगति बताए जस्तै अब मैले धेरै प्राणीहरूको लागि अनगिन्त काम गरेँ भने पनि छ हैन। त्यसपछि अब ख्याति प्रतिष्ठा मनोरञ्जन प्राप्त गर्नको लागि तिनीहरूले अब शिक्षण बस लेखन गतिविधिहरूमा संलग्न हुन्छन्
हैन कसैको लाग्छ कि म त्यस्तो काम गर्न सक्दैन कि त कि मलाई कसैले मलाई मार्नेछ अब मैले त्यो सबै काम पुरा गर्नु अघि मेरो जीवन समाप्त हुनेछ र तिनीहरूलाई काम गर्न अल्छी हुन्छ भने यसरी नि भनौँ न हैन भनेको छ जुन अब लामा चाहिँ जुन अब एक किसिमको ध्यान बसिसकेको एउटा भनौँ न एउटा भक्ति जो भए तापनि धर्मपद जो भए तापनि धेरै अब दानदाता भएको ठाउँमा धेरै अब सम्पत्ति भएको धेरै हुनेवाला हुने खाने भएको दानदाता घरमा गएर नि अब अनि आरामले त्यो ठाउँमा पुगेर बसेको हुँदाखेरि अब मान्छेहरूले के देख्छन् आहा यो लामा त सत्यन्तै सत्यता रहेछ जिन्दग पनि प्रशस्त रहेछ है कति राम्रो सुख शान्ति बसेको रहेछ यो लामा चाहिँ पक्कै नै सत्यता रहेछ भनेर अब यसरी अब विभिन्न चेलाहरू आउने क्रम देखिरहेको छ त्यस्तो आउने हुन्छ त्यस्तो देखिसकेपछि अब मिगी दोर्जे पालामा अब मिगी दोर्जेले चाहिँ कहिले पनि त्यसरी अब त्यो पछि मन जानु भएन हैन प्राणी हितको लागि मिगी दोर्जेले अब प्राणी हितको चित्त कसरी उहाँले उब्जाउनु भयो त भन्दा उहाँको क्वालिटी कस्तो थियो त गुणस्तर गुण के थियो त भन्दाखेरि अब नाम जे दिए तापनि जस्तो सुख भए तापनि यदि प्राणीमा हानि नोक्सान पुर्याउँछ भने जुन विद्वान भए तापनि उहाँलाई चाहिँ के हो त अनि मिगी दोर्जे त्यसलाई चाहिँ विरोध गर्नुहुन्थ्यो हैन किनकि आफू र अरू सबैले सकप नष्ट पार्ने काम हो भनेर गर्ने व्यक्ति हो भनेर हैन त्यही कारणले गर्दाखेरि अब यसरी अब मिगी दोर्जेले अब यसरी अब सधैँ नै अब प्राणी हितको लागि राम्रो काम गर्नुहुन्थ्यो नारायण बताउनुहुन्थ्यो अब मिगी दोर्जेले बताउनु ठिक हुन्छ के बताएको छ भन्दाखेरि हैन प्राणीहरूलाई अब मुख्य अब प्रत्यक्ष रूपमा अब हित गर्नु सक्यो भने त्यो अत्यन्त उत्तम हो यदि सकेन भने पनि अब के हो त प्राणी हितको लागि अब के हो त अब प्राणीले कहिले पनि हानि नोक्सान नपुर्याउनु हैन अनि यसमा अब प्राणी हितको लागि अब नोक्सान हानि छैन भने धर्म गरे पनि हुन्छ धर्मको अब एक किसिम के हो त अप्रत्यक्ष रूपमा अब भवु प्राणीको हितमा ध्यान केन्द्रित गर्नु गरेन भए पनि भावना प्राणीहरूलाई हानि नगरिकन हैन ध्यान गरे पनि भिक्षु भेला गरे पनि मठहरू कायम राख्नको लागि स्तूप निर्माण जे गरे पनि सक्नुहुन्छ यदि तपाईले हित र फाइदा गर्न सक्नुहुन्छ गर्नुहुन्छ यदि तपाईले योग्यता बढाउनको लागि एक प्राणीमा अब हानि पुर्याउने छ भने जुन तपाईले अब जुन अब हानि गरेको छ भने अब विभिन्न ध्यान विभिन्न अब हित गर्नुको लागि भनौँ न प्राणीहरूलाई ध्यान गराउनको लागि भेला गर्नको लागि त्यो चाहिँ नोक्सानै हुने त्यो चाहिँ रोक्नुपर्छ भने यसरी केन्द्रित गराउनु भयो उहाँले अर्थात् हानि छ भने केही पनि गर्नु नहुने र फाइदा हित छ भने जस्तो अब प्राणीहरूलाई मुक्त गर्नको लागि अब आफूले अब सक्नुहुनेछ भने यसरी बताएको छ त्यही कारणले गर्दाखेरि भावुक प्राणीहरूले हानि पुर्याउँछ भने तपाईको सबै सुन्ने मनन गर्ने धर्मको मनन गर्ने योग्यताको सञ्चय देखिने बुद्धको कारण हुने छैन तिनीहरू केवल भाग्यले त्यहाँ मात्रै ल्याएको हो भने यसरी बताएको छ त्यसै कारणले गर्दाखेरि अनि जे काम गरे पनि हामीले जसरी भए पनि आफूले धेरै विचार गर्नुपर्ने गहिरो हिसाबले सोच्नु अत्यन्त जरुरी देख्दछु हैन आफूले गरेको धर्म शुद्धता छ कि छैन गुणस्तर छ कि छैन त्यो आफूले विचार गर्नुपर्ने हुन्छ अहिले हामीले अब धर्म भक्ति बुद्ध भक्त हो अनि भन्छौं तर पनि अब के हो त किसिमको अनि धर्म सफा नगर्ने हैन अहिले हामीले एउटा देखावटीको लागि होइन नि त धर्म गर्नु भनेको हैन भविष्य एकदिनको हाम्रो जुन गन्तव्य पुग्ने ठाउँमा एउटा हैन जुन संसारको दुःखदेखि छुटकारा पाउन लागि हो हैन त्यही कारणले गर्दाखेरि मैले धर्म शुद्धता गरेको छ कि छैन आफूले आफ्नै जिन्दगी पान आफूले पलाउनु पर्ने हुन्छ हैन अब एउटा यो
जाँच यो प्रशिक्षण गर्नुपर्छ भने एउटा मैले एउटा कथा सम्झे एउटा कथा एउटा बताउन चाहन्छु अब भोलि चाहिँ यसको जुन अब 17औं अब लेक्चरमा भोलि 16को भोलि बताउन चाहन्छु यसको जुन अब आइरहेको कुरा चाहिँ एउटा कथा जोड्नु मन लाग्यो मलाई यसमा एउटा कथा जोड्न चाहन्छु म मेरो एउटा कथा चाहिँ एउटा जिजु मिलर एबसँग सम्बन्ध भएको एउटा कथा हो जिजु मिलर एब चाहिँ अब उहाँ निधन नहुनु अगाडि अथवा परिनिर्वाण हुनु भन्दा अगाडि नै मृत्यु नहुनु अगाडि उहाँले एउटा अन्तिम इच्छा राख्नु भएको थियो जुन उहाँ निधन नहुनु अगाडि चेलाहरूलाई के अन्तिम इच्छा राख्नु भएको थियो भन्दाखेरि मलाई एकदम महत्त्वपूर्ण एकदम उत्कृष्ट एकदम सम्पत्ति केही छैन मलाई एउटा अर्काले बनाएको एउटा अब एउटा लट्ठी छ मलाई अनि मलाई सधैँ मैले लाउने एउटा टोपी छ अनि एउटा छ्याङ हाल्ने एउटा भाँडा छ अगरले बनाएको अनि एउटा मैले लाउने एउटा घुम्ता ध्यानको एउटा कपडा छ हैन अनि एउटा छ त्यति छ यो चाहिँ अनि अब धपो थाजे गम्बोलाई अब दिनु यो चाहिँ जुन एउटा लौरी जुनले अब यो सधैँ अब प्रयोग गर्ने लट्ठी छ यो चाहिँ अब रेजुङबोलाई दिनुस् मेरो टोपी चाहिँ गम्बोलाई दिनुस् भने यसरी भन्यो हैन यसरी अब महत्त्वपूर्ण चेलाले मिलरेबले आमा सामान दिनुभएको थियो तर खास हो भने जिजु मिलरेबले सामान केही पनि थिएन अब आफूले लागेको वस्त्र अब टुक्रा टुक्रा काटेर दिने भए अरू केही पनि थिएन उहाँसँग हैन उहाँलाई कम्प्युटर दियो उहाँलाई अब आइफोन दियो हैन उहाँलाई विभिन्न अब यसरी अब महत्त्वपूर्ण बहुमूल्य रत्न दियो भने त्यही पनि थिएन नि हैन अहिले पो थियो तर उहाँलाई मिलरेबले केही पनि थिएन अब त्यो बेला अब उहाँको वस्त्र टुक्रा काटेर दिने भए केही पनि थिएन त्यही कारणले त्यसले उहाँले आश्चर्यजनक के बताउनु भए अनि के भन्नुभयो भन्दाखेरि मैले अलिकति सुन साँचेर राखेको छु मैले ध्यानको एउटा गर्ने एउटा गुफा पछाडि अनि गुफाको एउटा खोपमा चाहिँ मैले यहाँ लुकाएर राखेको छु एउटा सुनको ढिक्का छ यो लुकाएर राखेको छु त्यो सुन चाहिँ निकालेर तिमीहरूले बाँडै भनेर यसरी जिसु मिलरेबले आधार आज्ञा दिनुभयो अरे अब त्यो मिलरेब त्यो भन्ने क्रममा अनि मिलरेबको चेलाहरूलाई के मनमा कुरा जाग्यो भने कस्तो चाहिँ होला हाम्रो गुरुलाई मिलरेब गुरुले त सुन छ जस्तो लागेन कस्तो होला है सुन होला है सुन त नहुनु पर्ने सुन त छैन कसरी यस्तो गुरुलाई हुनुपर्ने सोच्यो कसैले भन्यो सुन त होला किनकि विभिन्न उहाँको चेलाहरू अनगिन्त अब चेलाहरू छ हैन अनि कता कता उहाँहरू राख्नु भएको छ होला भनेर कसैले सम्झ्यो उहाँहरूले अब याद गर्यो हैन सम्झेको थियो कुनैले चाहिँ अब कुनै चेला तिम्रो चेप्पै त्यो नबोल न हाम्रो गुरुलाई यस्तो मिलेर गुरु जस्तोलाई सुन कहाँ हुन्छ त हैन सुन हुँदैन नि यसरी भने यसरी कुरा निस्कियो अब जुन अब मिलेर अब निधन भइसकेपछि अब ठक्कै के भन्ने त्यो कुरा चलेको चेलाहरू चाहिँ त्यहाँ गएर अनि खोज्नु गएछ त्यो अनि जाँदाखेरि ठक्कै त्यो गुफाको ठाउँमा चाहिँ हैन ठक्कै एउटा लुगामा चाहिँ के लुकाइरहेको देखिएछ अरे उनीहरूले ठक्कै अनि त्यो लुगा पोको पारेभित्र खोल्दाखेरि अब सुन छैन रहेछ त्यहाँ त त्यसलाई अब जुन अब चिनी ठुलो तीनटा अब चिनीको ढिक्का थियो अरे एउटा लुगाको पोको भित्र चाहिँ अब अनि तीनटा चिनीको डल्लो थियो अरे त्यो बेला छुरी थियो अरे त्यो एउटा उहाँको एउटा चिठी पनि लेखेको थियो त्यो पोको भित्र
कागज लेखिएर थियो त्यो तीनटा कुरा भेट्यो त्यो भित्र चेलाको सोचमा चाहिँ गुरुले अब यहाँ सुन्छ भन्नुभयो अब यहाँ चिठी पनि नै चिठी त हेर्नु त एकचोटि भनेर त्यो चेलाहरूले अब पढेछ त्यो भित्र के लेखेछ भन्दाखेरि अब यो छुरीले चाहिँ यो चिनीलाई चाहिँ टुक्रा टुक्रा पारेर तिमीहरूले बाँडा भनेर बताउनु भयो अरे अब तिमीहरूले यो मेरो यो पोको पारेको कपडा पनि अब टुक्रा टुक्रा पारेर बाँडा अनि मान्छेलाई टुक्रा टुक्रा पारेर लगायो भनेर यसरी लेखेको रहेछ त्यो अन्तिममा चाहिँ अब एकदम बलियो वचन के थियो भन्दाखेरि अब जुन मान्छेले सुन्छ भने अब मलाई सोचेको छ होला तिनीहरूको मुखमा चाहिँ अब टट्टी घुसारिदिनु भन्ने यसो जिजु मिलरेबल जिजु मिलरेबल यसो लेख्नु भएको रहेछ त्यही कारणले गर्दाखेरि अब त्यो बेला चाहिँ अब जुन जिजु मिलरेबल चाहिँ अब खस्नु भएर 3 दिनमा त भएको थिएन अब त्यो अब 3 दिनमा त निधन भएको बित्नु भएर 3 दिन मात्र भएको थिएन एकदम शोकमा थियो तर चिठी देख्दाखेरि हैन मुखमा चाहिँ अब टट्टी घुसाएर टट्टी लाउ त्यो देख्दाखेरि एकदम हाँस उठ्यो चेलाहरूलाई हैन एउटा हाँस उठेको एउटा त्यस्तो हाँसी उठ भएको थियो भनेको थियो त्यही कारणले गर्दाखेरि अनि एउटा ती अनि कथा अनुसार अब अनि जिजु मिलरेपछि अब एउटा अब जिजु मिलरेबा भने चाहिँ के हो त अब हाम्रो सोचमा चाहिँ जिजु मिलरेबा भने एउटा गुफामै बसिरहने केही नबोल्ने सिधा बसिरहने हैन चुपचाप बस्ने एउटा मूर्ति चाहिँ सोच्नुमा त्यस्तो होइन हैन जिजु मिलरेबा चाहिँ के हो त भन्दाखेरि सधैँ नै अब एकदम खुसी बस्ने खास उहाँलाई केही पनि छैन हैन उहाँलाई एउटा थोत्रे लुगा थियो हैन 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 केही पनि थिएन उहाँलाई उहाँ निधन हुँदाखेरि पनि एउटा हाँसी लाग्दो एउटा चिठी छाडेर जानुभयो हैन 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 एउटा हाम्रो सोचमा हेर्नु भने यस्तो परम पावन गुरु एक किसिमको हैन यसरी अब भनौँ न अहिलेको समयमा अब थोत्रे वस्त्र यसरी अब हाँसी उठ्दो चिठी लिएर कहाँ जान्दैन हैन त्यही कारणले गर्दाखेरि आश्चर्य जान्छ परम गुरु कथामा त्यही कारणले अनि जिजु मिलरेबाको यस्तो जीवनमा एकदम खुसी आनन्दसँग यसरी जीवन धर्ममा बिताउनु भयो हैन यसले के देखाउँछ त भन्दाखेरि यसले के हामीले सिकाउँछ भन्दाखेरि हैन अनि हाम्रो सोच्ने यो गुरु चाहिँ एउटा मूर्ति जस्तो ढुङ्गो जस्तो नचल्ने चट्टा त्यसैले कहिले नसोच्नु होला हैन हैन हाम्रो गुरु चाहिँ एउटा के हो त एक किसिम परम पूर्व गुरुहरु चाहिँ भनेको चाहिँ एक किसिम के हो त अनि सत्यता मार्ग देखाउने हैन सत्य काम देखाउने हैन जीवनमा खुसी बस्ने पछिल्लो जीवनमा राम्रो काम गर्ने एउटा विषय यसो देखाउँछ त्यही कारणले गर्दाखेरि हैन जिजु मिलरेबालाई भनौँ न अब उहाँ निधन हुनु आँट्यो मलाई सुन्छ भने बित्तिकै अब के हो त चेलालाई के हो त उहाँलाई के शङ्का हुन्छ भन्दाखेरि है हाम्रो गुरु त कस्तो होला जिजु मिलरेबा जस्तोलाई पनि एउटा धर्म बुद्ध भक्तलाई पनि एउटा कस्तो होला एउटा लालच लोभ भएको जस्तो हैन ज्ञान प्राप्त गरेर सुन लुकाएर आए जस्तो सोच हुन्छ नि हैन हैन अब योग्य नै एउटा सत्यता एउटा चेलाले चाहिँ के हो त अब साँच्चै नै अब गुरुलाई अब सुन छ भने कहिले पनि अब उहाँले अब सुन्छ भने कहिले पनि विश्वास गर्नु हुँदैन हैन जुन अब बुद्धको ज्ञान अब प्राप्त त्यति शुद्धता नभएको जिजु मिलरेबा प्रति अब एउटा विश्वास आस्था बलियो नहुने पछि एउटा सुन्छ जस्तो सम्झिन्छ नि हैन त्यही कारणले गर्दाखेरि जिजु मिलरेबा गुरुलाई चाहिँ सुन भएको र नभएको केही फरक छैन हैन हैन जिजु मिलरेबा म एउटा धर्म भक्ति हुँ हैन हैन मलाई म धर्म भक्ति हो मलाई सुन चाहिँदैन भने यसरी कहिले पनि उहाँले भन्नु नि भएन हैन मलाई सुन राख्नु नराख्नु के वास्तै छैन त्यति कामै छैन उहाँलाई हैन हैन
हैन उहाँलाई सुनको अब केही अब उहाँलाई आवश्यकै छैन हैन हैन उहाँलाई अब उहाँ धर्म एउटा भक्ति भएर पनि एउटा साधक भएर पनि ओ मलाई सुन चाहिँदैन कतै भन्नु पनि हुनु हैन त्यही कारणले गर्दाखेरि एउटा सत्यतै एउटा चित्त भएकोले एउटा संसारको भौतिक प्रति एउटा आसक्त नभएको ज्ञान जनाउँछ जो चाहिँ मेरो नेपालमा त्यही कारणले गर्दाखेरि जे भए तापनि हामीले हाम्रो एकदम महत्त्वपूर्ण एकदम उत्कृष्ट हामीले ध्यान दिनुपर्ने के हो त भन्दाखेरि हाम्रो जीवनको मुख्य उद्देश्य के हो सपना के हो हामी कस्तो ठाउँमा छौँ अहिले यो धर्मको नाममा हामी कस्तो ठाउँमा छौँ भने हामीले जान्नुपर्ने अत्यन्त नै आवश्यकता र जरुरी देख्दछु आजको लागि म यही नै विश्राम गर्न चाहन्छु अब अन्तिमको मङ्गलिक वन्दना गर्नेछौँ